छ सबै छ, दुईवटा पार्ट छ त भिडियो हेर्नु न है, सबै गर्दैछ मैले, त्यति गरेपछि पुग्छ। छ कि नै? हजुर सेकेन्ड पार्ट छ नि डिभिजन वालाहरु, त्यो इनफ छ किन हामीलाई? अरु केही गर्न पर्छ? पर्दैन पुग्छ त्यतिले। इनफ अगाउँछ त्यतिले। ए मजाले। ल आज चाहिँ हामीले अब यो डिफरेन्शियल इक्वेसन सुरु गर्न लागेको। डिफरेन्शियल इक्वेसनमा अब सुरुमा चाहिँ अलि डिटेलमै बुझौँ, भोलिदेखि अलि स्पिड हाल्नुपर्छ। आज चाहिँ अलि बिस्तारै। ल अब बाँकी छ भने हिजोको 6 नम्बर बाँकी छ नि एउटा टाइप 6 को। ए पछि गरौँला नि त लास्टमा 5 मिनेट। हुँदैन अहिले गर्ने म त मान्दिनँ अहिले गर्ने। ए छोड्दै हुन्छ दाइ पछि गरौँला हौ लास्टमा, सुरुमा नै नगर्ने भयो। पछि गरौँला। एउटा फ्लो नै बिग्रिन्छ त अनि के हुँदैन। ल हेर अब डिफरेन्शियल इक्वेसन भनेको के हो भन्दा त्यस्तो टाइपको इक्वेसन जहाँ डिफरेन्शियल हुन्छ। डिफरेन्शियलहरू भनेको के हो भन्दाखेरि यो डिवाई भयो डिएक्स भयो यिनीहरूलाई भन्छ डिफरेन्शियल्स है। त्यस्तो टाइपको इक्वेसन जसमा डिफरेन्शियलहरू यो डिवाई डिएक्स हुन्छ त्यसलाई भन्ने रहेछ डिफरेन्शियल इक्वेसन। अनि त्यो थाहा भइसकेपछि अब डिफरेन्शियल इक्वेसनमा डिवाई डिएक्स मात्र हुँदैन, त्यहाँ के पनि हुन सक्छ हामीसँग इन्डिपेन्डेन्ट भेरिएबल डिपेन्डेन्ट भेरिएबलहरू पनि हुन्छ। अब यो भनेको के हो भन्दा हामीसँग कुनै एउटा फङ्सन छ भने एउटा एफएक्स इज इक्वल टु वाई भन्ने एउटा फङ्सन छ, यो भयो फङ्सन। यो फङ्सनमा हामीले वाईलाई भन्छौँ डिपेन्डेन्ट भेरिएबल अनि एक्सलाई भन्छौँ हामीले इन्डिपेन्डेन्ट भेरिएबल। हामीले एक्सको ठाउँमा जे पनि भ्यालु राख्न सक्छौँ, एक्सको ठाउँमा के भ्यालु राख्छौँ त्यो अनुसारले वाईको भ्यालु आउँछ। भनेपछि वाईको भ्यालु केमा डिपेन्ड हुन्छ? एक्समा डिपेन्ड हुन्छ। त्यही भएर वाईलाई डिपेन्डेन्ट भेरिएबल भन्छ अनि एक्सलाई चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल भन्छ। डिफरेन्शियल इक्वेसन चाहिँ हामीले कसरी फर्म गर्छौँ भन्दा कुनै हामीलाई एउटा इक्वेसन दिएको छ, मानौँ यही एउटा इक्जाम्पल छ, हामीसँग एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल टु ए स्क्वायर भन्ने एउटा सर्कलको इक्वेसन दिएको छ। अब यो सर्कलको इक्वेसनको डिफरेन्शियल इक्वेसन फर्म गर्नु पर्यो भने, डिफरेन्शियल इक्वेसन बनाउनु पर्यो भने चाहिँ हामीलाई जुन गिभन इक्वेसन छ त्यसको हामीले डेरिभेटिभ गर्छौँ। अनि डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु पर्यो। सल्भ गर्नु पर्यो भने चाहिँ हामीले इन्टिग्रेसन गर्छौँ। अहिले त्यो क्वेसनहरू गर्छौँ। सुरुमा चाहिँ एउटा एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल टु ए स्क्वायर भन्ने हामीले सर्कलको इक्वेसन लियौँ। यसको डेरिभेटिभ दुईटै साइडपट्टि डी बाई डिएक्स लेख्ने हो भने हामीले के गर्न लागेको? एक्सको रेस्पेक्टमा डेरिभेटिभ गर्न लागेको। यो डी बाई डिएक्स एक्स स्क्वायरलाई छुट्टै दिने, डी बाई डिएक्स वाई स्क्वायरलाई छुट्टै दिने। यहाँबाट हामीले एक्स स्क्वायरको डेरिभेटिभ भनेको 2x हुन्छ। अनि वाई स्क्वायरको डेरिभेटिभ गर्ने बेला अब वाई स्क्वायरको डेरिभेटिभ एक्सको रेस्पेक्टमा त हुँदैन। यहाँ वाई स्क्वायर छ भने बेसमा वाई छ, डेरिभेटिभ पनि वाईकै रेस्पेक्टमा गर्नुपर्छ, त्यही भएर यहाँ डिवाई लेख्नुपर्छ। अनि डिवाई यतिकै लेख्न मिल्दैन, यहाँ पनि डिवाई लेख्ने, डिवाईले क्यान्सल गर्छ। यो डेरिभेटिभ गरेको यहाँबाट वाई स्क्वायरको डेरिभेटिभ 2y भयो अनि डिवाई बाई डिएक्स जस्ताको त्यस्तै छ। अनि हामीले के गरेको भन्दा यसमा नि 2 छ, यसमा नि 2 छ, 2 लाई कमन लिएको। 2 लाई कमन लिइसकेपछि यसलाई उता राइट साइडपट्टि 0 को डिभाइडमा पठाउने बेला यो भनेको 0 भयो। अनि यहाँ जुन एउटा इक्वेसन बन्यो यसलाई डिफरेन्शियल इक्वेसन भन्छ। उसो भए डिफरेन्शियल इक्वेसन हामीले कसरी बनाउने रहेछौँ? कुनै एउटा इक्वेसन दिएको छ, त्यो इक्वेसनको डेरिभेटिभ गर्ने, डेरिभेटिभ गरिसकेपछि के आउँछ? डिफरेन्शियल इक्वेसन भन्छ। अनि डिफरेन्शियल इक्वेसनमा के हुने रहेछ? जस्तै यो इक्वेसनमा के छ? एउटा एक्स छ, एक्स भनेको के हो? इन्डिपेन्डेन्ट भेरिएबल। अर्को वाई छ, वाई भनेको के हो? डिपेन्डेन्ट भेरिएबल। अर्को डिवाई र डिएक्स छ, यो डिवाई र डिएक्सहरू भनेको के हो? डिफरेन्शियलहरू हो। यिनीहरूलाई डिफरेन्शियल कोफिसिएन्ट पनि भन्छ। डिफरेन्शियल भन्नु र डिफरेन्शियल कोफिसिएन्ट भन्नु एउटै कुरा हो। उसो भए यही इक्वेसनलाई अलिकति चेन्ज गरिदिएको हामीले। यहाँ के गरेको भन्दा यो प्लस एक्सलाई उता लग्ने बेला माइनस एक्स भयो, अनि त्यसै गरेर यो वाईलाई चाहिँ डिभाइडमा पठाइदिएको अनि माइनस एक्स बाई वाई भएको है त। यो एउटा डिफरेन्शियल इक्वेसन भयो। उसो भए डिफरेन्शियल इक्वेसनमा के हुने रहेछ? एउटा एन इक्वेसन इन्भल्भिङ डिफरेन्शियल कोफिसिएन्ट। डिफरेन्शियल कोफिसिएन्टहरू भनेको डिवाई
dx है त्यो पनि हुन सक्छ अथवा d स्क्वायर y by dx स्क्वायर पनि हुन सक्छ d स्क्वायर y by dx स्क्वायर पनि हुन सक्छ d क्यूब y by dx क्यूब पनि हुन सक्छ यिनीहरू के हो हामीले अहिले मैले भन्ने छु यसको बारेमा त्यो भन्दा पहिला डिफरेन्शियल इक्वेसनमा के हुन्छ त्यो बुझ्न पर्यो डिफरेन्शियल इक्वेसनमा डिफरेन्शियल कोएफिसिएन्टहरु हुन्छ डिफरेन्शियल कोएफिसिएन्टलाई नै डिफरेन्शियल्स भन्छ अनि अर्को के पनि हुन पाउने भयो विथ अर विथआउट हाम्रो चाहिँ यो डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबलहरु हुन पनि सक्छ नहुन पनि सक्छ भन्नाले x र y नहुन पनि सक्छ के ठीक छ यसलाई चाहिँ डिफरेन्शियल इक्वेसन भन्ने भयो जस्तै x र y नभएको यो एउटा एक्जाम्पल dy by dx equal to 2 भन्ने छ नि यो एउटा डिफरेन्शियल इक्वेसन हो यसमा dy र dx मात्र छ डिफरेन्शियलहरु मात्र छ यहाँ न x छ न y छ अनि अगाडिको इक्वेसनमा हेर्नु भयो भने यसमा dy by dx पनि छ x पनि छ y पनि छ त्यसो भए डिफरेन्शियल इक्वेसनमा के हुन सक्छ डिफरेन्शियल कोएफिसिएन्ट चाहिँ हुनै पर्यो त्योसँग इन्डिपेन्डेन्ट भेरिएबल हुन पनि सक्छ डिपेन्डेन्ट भेरिएबल हुन पनि सक्छ एउटा भएर अर्को नहुन पनि सक्छ दुईवटै नहुन पनि सक्छ है त ल अब उसो भए हामीले यति कुरा चाहिँ थाहा पायौं डिफरेन्शियल इक्वेसन भनेको के रहेछ भनेर डिफरेन्शियल इक्वेसन कसरी बनाउने रहेछौं कुनै एउटा इक्वेसनको डेरिभेटिभ गरेर बनाउने रहेछौं है अनि त्यसै गरेर अब हामीले कुनै एउटा y भन्ने फंक्सन छ y भन्ने फंक्सनको एकचोटी डेरिभेटिभ गर्यौं भने त्यो भनेको d by dx हुन्छ एकचोटी डेरिभेटिभ गर्नु भनेको dy by dx रहेछ यो dy by dx लाई भन्छ फर्स्ट अर्डर डेरिभेटिभ एकचोटी डेरिभेटिभ गरेको यसलाई के भन्छ फर्स्ट अर्डर डेरिभेटिभ भन्छ त्यसै गरेर फर्स्ट अर्डर डेरिभेटिभबाट जे पनि आन्सर आयो नि यो dy by dx गरेर जे पनि आन्सर आएको छ त्यसलाई फेरि डेरिभेटिभ गर्यौं भने त्यसलाई सेकेन्ड अर्डर डेरिभेटिभ भन्छ त्यसलाई डिनोट चाहिँ कसरी गर्छ d स्क्वायर y by dx स्क्वायर भनेर डिनोट गर्छ यो d स्क्वायर y by dx स्क्वायर भनेको के हो सेकेन्ड अर्डर डेरिभेटिभ हो यो तपाईहरुले याद गर्नुपर्छ किनकि तपाईहरुलाई के सोध्छ भन्दाखेरि एक्जाममा कुनै एउटा डिफरेन्शियल इक्वेसन दिएको हुन्छ यो डिफरेन्शियल इक्वेसनको अर्डर कति हो डिग्री कति हो यो एउटा टाइपको क्वेशन हो तपाईहरुले एमसीक्यू मा पनि सोध्छ अथवा 1 मार्क्समा यतिकै सोध्छ भनेपछि dy by dx भनेको फर्स्ट अर्डर डेरिभेटिभ हो d स्क्वायर y by dx स्क्वायर भनेको सेकेन्ड अर्डर डेरिभेटिभ हो यो भनेको थर्ड अर्डर डेरिभेटिभ हो यो भनेको फोर्थ अर्डर डेरिभेटिभ हो यो सबै कुरा तपाईहरुलाई थाहा हुनु पर्यो अब यो थाहा भइसकेपछि अर्को कुरा अब हामीले डिफरेन्शियल इक्वेसन चाहिँ दुईवटा टाइपको हुन्छ है हामीले चाहिँ डिफरेन्शियल इक्वेसन दुईवटा टाइपको पढ्न पर्छ त्यो दुईवटा टाइपको चाहिँ के को बेसिसमा हो भन्दाखेरि इन्डिपेन्डेन्ट भेरिएबलको बेसिसमा हो इन्डिपेन्डेन्ट भेरिएबलको बेसिसमा इन्डिपेन्डेन्ट भेरिएबल भनेको x यो x को बेसिसमा यदि हाम्रो जुन गिवन इक्वेसन छ त्यो इक्वेसनमा एउटा मात्र इन्डिपेन्डेन्ट भेरिएबल छ भने एउटा मात्र इन्डिपेन्डेन्ट भेरिएबल छ भने त्यसलाई अर्डिनरी डिफरेन्शियल इक्वेसन भन्छ हामीले पढ्ने यही नै हो हाम्रो सिलेबसमा अर्डिनरी डिफरेन्शियल इक्वेसन मात्र हो अर्को पार्शियल डिफरेन्शियल इक्वेसन हो यो सिलेबसमा छैन पार्शियल डिफरेन्शियल इक्वेसन भनेको के हो भन्दा त्यस्तो टाइपको डिफरेन्शियल इक्वेसन जसमा इन्डिपेन्डेन्ट भेरिएबलहरु दुईवटा अथवा दुईवटा भन्दा बढी हुन्छ यो पढ्न पर्दैन भने त्यसलाई हामीले छोड्दियौं अब कस्तो टाइपको क्वेशन आउँछ जस्तै यो हेरौं है त हामीलाई 1 मार्क्समा सोध्ने क्वेशन हामीलाई चाहिँ अर्डर अफ डिफरेन्शियल इक्वेसन फाइन्ड गर्नुपर्ने छ यो क्वेशन नम्बर ए मा हेर्नु भयो भने एउटा डिफरेन्शियल इक्वेसन दिएको छ यसको अर्डर फाइन्ड गर्नु भन्यो अर्डर फाइन्ड गर्नको लागि हामीले डिफरेन्शियल कोएफिसिएन्टहरुलाई हेर्छौं यो भयो डिफरेन्शियल कोएफिसिएन्ट अब dy by dx भनेको के हो फर्स्ट अर्डर डेरिभेटिभ हो उसो भए यसको अर्डर कति हुने भयो 1 हुने भयो इक्वेसन नम्बर ए को अर्डर कति भयो 1 भयो अब सेकेन्ड इक्वेसनमा जानु भयो यहाँ पनि के छ dy by dx नै छ त्यसको होल स्क्वायर छ त्यो हामीलाई मतलब भएन हामीले डिफरेन्शियल कोएफिसिएन्टलाई मात्र हेर्ने त्यो भनेको dy by dx छ यो भनेको फर्स्ट अर्डर डेरिभेटिभ हो dy by dx भनेको त्यही भएर यसको अर्डर पनि कति भयो 1 भयो अनि अर्को हेर्नु अर्को क्वेशनमा अब डिफरेन्शियल कोएफिसिएन्टहरु कस्तो दिएको छ d स्क्वायर y by dx स्क्वायर दिएको छ अब यो भनेको त सेकेन्ड अर्डर डेरिभेटिभ गरेको हो सेकेन्ड अर्डर डेरिभेटिभ गरेको भने यसको अर्डर कति हुने भयो 2 हुने भयो अनि क्वेशन नम्बर डी मा हेर्नु भयो भने यहाँ दुईवटा डिफरेन्शियल कोएफिसिएन्टहरु छ एउटा भनेको dy by dx अर्को भनेको d क्यूब y by dx स्क्वायर अब यो दुईवटामा ठूलो अर्डर डेरिभेटिभ चाहिँ कुन हो त यो dy by dx भनेको त फर्स्ट अर्डर डेरिभेटिभ हो
यो भनेको थर्ड अर्डर डेरिभेटिभ हो, डी क्युब वाई बाई डिएक्स स्क्वायर भनेको। अब हाम्रो जुन गिभन डिफरेन्सियल इक्वेसन छ त्यसमा हाइएस्ट अर्डर डेरिभेटिभ जुन हुन्छ त्यो नै त्यो डिफरेन्सियल इक्वेसनको अर्डर हुन्छ। उसो भए यो डिफरेन्सियल इक्वेसनमा दुईवटा अर्डरको डेरिभेटिभ छ, एउटा फर्स्ट अर्डर डेरिभेटिभ, अर्को थर्ड अर्डर डेरिभेटिभ। थर्ड अर्डर डेरिभेटिभ भनेको ठुलो डेरिभेटिभ भयो, त्यही भएर यसको डिग्री के अरे अर्डर भनेको 3 हुन्छ। यसको अर्डर भनेको कति हुन्छ? 3 हुन्छ। अनि क्वेसन नम्बर पावरले फरक पर्दैन, पावरले फरक पर्दैन। यो पावर भनेको चाहिँ तपाईहरुको डिग्री कति हुन्छ भनेर यसको बारेमा पनि भन्छु है त। अहिले हामीले अर्डर मात्र फाइन्ड गर्दै छौं। अर्डर भनेको कसरी फाइन्ड गर्ने हो भने डिफरेन्शियल कोएफिसिएन्टहरु हेर्ने, जुन हाईएस्ट अर्डर डेरिभेटिभ छ त्यो नै त्यो डिफरेन्शियल इक्वेसनको अर्डर हुन्छ। यहाँ दुईवटा थियो, एउटा dy बाइ dx थियो, त्यसको पावरमा 4 छ, हामीलाई मतलब भएन। अर्को d क्यूब y बाइ dx क्यूब छ, यो हेर्नु पर्यो। अब ठुलो चाहिँ कुन हो त? यो वाला ठुलो थर्ड अर्डर डेरिभेटिभ हो भने यो डिफरेन्शियल इक्वेसनको अर्डर भनेको 3 हुने भयो। ई नम्बर क्वेसनमा हेर्नु भयो भने यहाँ dy बाइ dx छ, एउटा dy बाइ dx भनेको फर्स्ट अर्डर डेरिभेटिभ भयो, यसको पावरमा 5 छ, त्यो के मतलब गर्दैन। अगाडिपट्टि हेर्नु भयो भने d क्यूब y बाइ dx क्यूब छ। अब अगाडिपट्टिको थर्ड अर्डर डेरिभेटिभ हो, पछाडिपट्टिको फर्स्ट अर्डर डेरिभेटिभ हो भने ठुलो चाहिँ कुन हो? थर्ड अर्डर डेरिभेटिभ। त्यही भएर यसको अर्डर कति हुन्छ? 3 हुन्छ। भनेपछि अर्डरको डेफिनेसन चाहिँ के हो त? तपाईहरुलाई डिफरेन्शियल इक्वेसनको अर्डर भनेको के हो भनेर सोध्यो भने के भन्नु पर्यो? द अर्डर अफ डिफरेन्शियल इक्वेसन इज द अर्डर अफ द हाईएस्ट डेरिभेटिभ इन द इक्वेसन। जुन पनि हाईएस्ट डेरिभेटिभ छ त्यो भनेकै त्यो डिफरेन्शियल इक्वेसनको अर्डर हुन्छ। जस्तै क्वेसन नम्बर डी मा हेर्नु भयो भने दुईवटा अर्डरको डेरिभेटिभ थियो, एउटा फर्स्ट अर्डर, अर्को थर्ड अर्डर। दुईवटामा हाईएस्ट भनेको थर्ड अर्डर डेरिभेटिभ हो, त्यही भएर डिफरेन्शियल इक्वेसनको अर्डर भनेको 3 भयो। ई नम्बरमा पनि त्यही नै भएको। ओके, अर्डर छुट्याउन आयो। अर्डर छुट्याउनको लागि यो कुरा चाहिँ तपाईहरुले याद गरिदिनै पर्छ। यतापट्टि लेखेको dy बाइ dx भनेको फर्स्ट अर्डर डेरिभेटिभ हो, d स्क्वायर y बाइ dx स्क्वायर भनेको सेकेन्ड अर्डर डेरिभेटिभ हो। यो सबै कुरा याद गर्नु होला है त। ओके, यो याद भइसकेपछि अब हामीलाई अर्को क्वेसन सोध्छ डिग्री अफ डिफरेन्शियल इक्वेसन निकाल्नु भनेर। कुनै पनि डिफरेन्शियल इक्वेसनको डिग्री भनेको के हुन्छ भन्दा सुरुमा हामीले त्यो डिफरेन्शियल इक्वेसनको अर्डर थाहा पायौं भने डिग्री पनि थाहा हुन्छ। अर्डर जति छ, जुन पनि त्यो डिफरेन्शियल इक्वेसनको अर्डर हो, जस्तै यहाँ के छ? dy बाइ dx छ, यो फर्स्ट अर्डर डिफरेन्शियल इक्वेसन भयो। यसको पावरमा कति छ? यसको पावर भनेकै यो डिफरेन्शियल इक्वेसनको अर्डर के अरे डिग्री हुन्छ। यसको पावरमा के पनि छैन भन्नुको मतलब पावरमा 1 छ। उसो भए यो डिफरेन्शियल इक्वेसनको डिग्री कति भयो? 1 भयो। त्यसै गरेर बी नम्बरमा हेर्नु भयो भने यहाँ dy बाइ dx छ, हामीलाई यो डिफरेन्शियल इक्वेसनको अर्डर भनेको 1 हो भन्ने थाहा भयो। अब यसको पावर हेर्ने, यसको पावरमा कति छ? 2 छ। भनेपछि यो डिफरेन्शियल इक्वेसनको डिग्री चाहिँ 2 भयो। अर्डर 1 भयो, डिग्री 2 भयो है। त्यसै गरेर सी नम्बरमा हेर्नु भयो भने यहाँ d स्क्वायर y बाइ dx स्क्वायर छ, यो भनेको सेकेन्ड अर्डर डेरिभेटिभ हो, यसको अर्डर भनेको 2 भयो। अनि यसको पावरमा कति छ? के पनि छैन भन्नुको मतलब पावरमा 1 छ। यसको डिग्री चाहिँ कति हुने भयो? 1 हुने भयो। अर्डर 2, डिग्री 1। क्वेसन नम्बर डी मा हेर्नु भयो भने यहाँ दुईवटा छ। अब तपाईहरुले यो पछाडिकोलाई मतलबै नगर्ने, dy बाइ dx लाई मतलब नगर्ने, हामीले अर्डर हेर्छौं। यो डिफरेन्शियल इक्वेसनको अर्डर त यो थर्ड अर्डर हो। जुन ठुलो वाला डेरिभेटिभ छ त्यसलाई हेर्ने, ठुलो वाला डेरिभेटिभको पावर जे छ त्यो भनेकै डिग्री हुन्छ। ठुलो वाला डेरिभेटिभको पावर कति छ? 2 छ। भनेपछि यो डिफरेन्शियल इक्वेसनको डिग्री 2 हुन्छ, 4 हुँदैन। 4 ठुलो देखेर डिग्री 4 लेख्ने हैन। जुन पनि हाईएस्ट अर्डर डेरिभेटिभ हो त्यसको पावर जे छ त्यो भनेकै के हुन्छ? त्यसको डिग्री हुन्छ। भनेपछि यसको डिग्री भनेको 2 भयो, अर्डर भनेको कति भयो? 3 भयो। अनि यहाँ हेर्नु भयो भने यहाँ पनि त्यही नै हो, डिग्री 5 हुँदैन। 5 हुँदैन है। हामीले सुरुमा हाईएस्ट अर्डर डेरिभेटिभ हेर्ने, हाईएस्ट अर्डर भनेको यो, थर्ड अर्डर डेरिभेटिभ भनेको यो भयो। अनि हाईएस्ट अर्डर डेरिभेटिभको पावर जे छ त्यो भनेकै यसको के हुन्छ? डिग्री हुन्छ। यसको पावरमा 3 छ भने यसको डिग्री 3 हुने भयो है। डिग्री 5 हुँदैन, डिग्री 3 हुन्छ। उसो भए डिग्री अफ डिफरेन्शियल इक्वेसनको डेफिनेसन चाहिँ के भयो? The degree of differential equation is the power to which the highest order derivative in it is raised. Highest order derivative को power जे पनि छ त्यो भनेकै के हुन्छ? त्यो डिफरेन्शियल इक्वेसनको डिग्री हुन्छ।
सुरुमा तपाईहरुलाई सोध्ने एउटा टाइपको क्वेशन भनेको यही नै हो डिफरेन्शियल इक्वेसनको अर्डर फाइन्ड गर्नु डिफरेन्शियल इक्वेसनको डिग्री फाइन्ड गर्नु त्यसको लागि तपाईहरुलाई dy/dx भनेको फर्स्ट अर्डर डेरिभेटिभ हो d²y/dx² भनेको सेकेन्ड अर्डर डेरिभेटिभ हो यो सबै कुरा थाहा हुनु पर्यो अनि जुन चाहिँ हाईएस्ट अर्डर डेरिभेटिभ छ त्यो भनेकै अर्डर हुन्छ अनि हाईएस्ट अर्डर डेरिभेटिभको डिग्री जे छ पावर जे छ त्यो भनेको के हुन्छ त्यो डिफरेन्शियल इक्वेसनको डिग्री हुन्छ अब अर्को टाइपको क्वेशन तपाईहरुलाई चाहिँ डिफरेन्शियल इक्वेसन फर्म गर्नु भन्यो डिफरेन्शियल इक्वेसन बनाउनु भन्यो अब डिफरेन्शियल इक्वेसन कसरी बनाउने त हामीलाई त्यसको लागि कुनै इक्वेसन दिएको हुन्छ मानौं हामीसँग एउटा यहाँ इक्वेसन छ y = mx भन्ने यो एउटा इक्वेसन हो इक्वेसन अफ कर्व दिएको छ अब यसको डिफरेन्शियल इक्वेसन बनाउनु पर्यो भने हामीले के गर्छौं यदि डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेको छ डिफरेन्शियल इक्वेसन बनाउनु पर्ने छ भने हामीले डेरिभेटिभ गर्छौं डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु भनेको छ भने हामीले के गर्छौं इन्टिग्रेसन गर्छौं अहिलेको लागि डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेको छ हामीले डेरिभेटिभ गर्छौं है इन्टिग्रेसन गर्ने कुरा आइ नै हाल्छ हामीले सबै मेथडहरु पढ्नु पर्ने छ सुरुमा भेरिएबल सेपरेसन मेथड पढ्ने छौं त्यो भनेको डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु भनेको हो सल्भ कसरी गर्छौं इन्टिग्रेसन गरेर गर्छौं जुन कुरा हामीले गर्ने नै छौं अहिलेको लागि चाहिँ डिफरेन्शियल इक्वेसन फर्म गर्नु छ भने डेरिभेटिभ गर्ने अब एउटा कुरा थाहा हुनुपर्छ के भन्दाखेरि हामीले डिफरेन्शियल इक्वेसन फर्म गर्नको लागि डेरिभेटिभ त गर्ने भन्यौं तर कति चोटी डेरिभेटिभ गर्ने त्यो कुरा थाहा हुनुपर्छ हामीले कति चोटी डेरिभेटिभ गर्छौं भनेर थाहा पाउनको लागि गिवन इक्वेसन अफ कर्व हेर्छौं यहाँ इक्वेसन अफ कर्व भनेको के छ y = mx छ यसमा कन्स्ट्यान्ट टर्म कतिवटा छ त नम्बर कतिवटा छ यो y भनेको भेरिएबल हो यो x भनेको भेरिएबल हो y भनेको डिपेन्डेन्ट भेरिएबल हो x भनेको इन्डिपेन्डेन्ट भेरिएबल हो त्यो भन्दा बाँकीको कन्स्ट्यान्ट टर्महरु भयो यहाँ एउटा कन्स्ट्यान्ट टर्म रहेछ m भन्ने उसो भए एउटा कन्स्ट्यान्ट टर्म छ भने एकचोटी डेरिभेटिभ गर्ने दुईवटा कन्स्ट्यान्ट टर्म छ भने दुईचोटी डेरिभेटिभ गर्ने तीनवटा कन्स्ट्यान्ट टर्म छ भने तीनचोटी डेरिभेटिभ गर्ने ओके एउटा कुरा डिफरेन्शियल इक्वेसन कसरी फर्म गर्ने रहेछौं डेरिभेटिभ गरेर कतिचोटी डेरिभेटिभ गरेर इक्वेसन हेर्ने इक्वेसनमा कतिवटा कन्स्ट्यान्ट टर्महरु छ त्यतिचोटी डेरिभेटिभ गर्ने यहाँ एउटा m भन्ने नम्बर मात्र छ यो m को भ्यालु के न के हुन्छ 2 3 4 5 6 जे पनि हुन पायो यहाँ एउटा कन्स्ट्यान्ट छ भने एकचोटी डेरिभेटिभ गर्ने उसो भए हामीले सुरुमा द गिवन कर्व इज y = mx भनेर लेख्यौं त्यसपछि हामीले डिफरेन्शिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु x भन्यौं किन डिफरेन्शिएट गरेको डिफरेन्शियल इक्वेसन बनाउनको लागि डिफरेन्शियल इक्वेसन बनाउनको लागि डेरिभेटिभ गर्नुपर्छ लेफ्ट साइड पट्टि y थियो y भएपछि dy/dx लेख्यौं राइट साइड पट्टि के छ mx छ mx भएपछि पनि dy/dx लेख्यौं अब यो dy/dx भयो यतापट्टि अनि mx को डेरिभेटिभ कति हुन्छ यहाँ m भनेको कोएफिसिएन्ट को काम गर्दैछ यो बाहिर आउँछ अनि x को डेरिभेटिभ 1 हुन्छ त्यही भएर mx को डेरिभेटिभ m भयो अब डेरिभेटिभ गरिसकेपछि चाहिँ के गर्ने त डेरिभेटिभ गरिसकेपछि हामीले जे पनि कन्स्ट्यान्ट कुरा छ त्यसको भ्यालु निकाल्छौं डेरिभेटिभ गरेर के गर्ने हो कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्ने अब कन्स्ट्यान्ट टर्म भनेको m थियो m को भ्यालु आयो m को भ्यालु कति आयो dy/dx आयो अब यो m को भ्यालुलाई के गर्ने होला यो जुन इक्वेसन अफ कर्व छ नि हो यो इक्वेसन अफ कर्वमा राख्दिने m को ठाउँमा m को भ्यालु राख्दिन्छौं ओके y = mx भन्ने हाम्रो इक्वेसन थियो y = mx भन्ने हाम्रो इक्वेसन थियो y को ठाउँमा y नै छ अनि यो m को ठाउँमा हामीले के लेख्यौं हेर्नु m को ठाउँमा dy/dx लेखेका छौं किनकि m को भ्यालु dy/dx आयो अनि पछाडीको x जस्ताको त्यस्तै अनि त्यसलाई सल्भ गर्ने बेला जे पनि इक्वेसन बन्यो त्यो भनेकै डिफरेन्शियल इक्वेसन हुन्छ यहाँबाट के बुझ्नु पर्यो डिफरेन्शियल इक्वेसन फर्म गर्नको लागि डेरिभेटिभ गर्ने रहेछौं कतिचोटी डेरिभेटिभ गर्ने रहेछौं त्यो इक्वेसनमा जतिवटा कन्स्ट्यान्ट टर्म छ त्यतिचोटी डेरिभेटिभ गर्ने डेरिभेटिभ गरेर के गर्ने हो कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्ने भ्यालु निकालिसकेपछि कन्स्ट्यान्टको ठाउँमा कन्स्ट्यान्टको भ्यालु राख्दिने ओके जस्तै यहाँ एउटा थियो अब अर्को क्वेशन हेरौं क्वेशन नम्बर सी यहाँ हेर्नु भयो भने हामीलाई एउटा y = 2x + ax² भन्ने एउटा इक्वेसन अफ कर्व दिएको छ यसमा अब यसको डिफरेन्शियल इक्वेसन फर्म गर्नुपर्ने छ भने सुरुमा चेक गर्नु यहाँ कतिवटा कन्स्ट्यान्ट टर्म छ भनेर y भनेको भेरिएबल हो
यो यस्तो फर्ममा दिएको कन्स्ट्यान्ट टर्म केही पनि भएन 2x दिएको छ ठिक छ यो a यस्तो फर्ममा चाहिँ कन्स्ट्यान्ट टर्म दिएको छ भने यहाँ ax स्क्वायर छ हामीसँग कतिवटा कन्स्ट्यान्ट टर्म छ एउटा छ a छ उसो भए अब हामीले के गर्छौं त यो जुन गिभन कर्भ छ यसलाई हामीले एकचोटी मात्र डेरिभेटिभ यसको कन्स्ट्यान्ट टर्म दुईटा हैन र कसरी भयो एउटा भन्दिनु नै नम्बरलाई कन्सिडर गर्दैनौं भेरिएबलले मात्र a b र c यस्तो फर्ममा दिएको छ भने यसलाई मात्र कन्सिडर गर्छौं किनकि a b c यिनीहरुको भ्यालु त जे पनि हुन पाए नि त तर अगाडिपट्टिको 2 भनेको त त्यो फिक्स नम्बर हो त्यसले के पनि फरक गर्दैन है त ओके उसो भए हामीसँग एउटा कन्स्ट्यान्ट टर्म छ a कति चोटी डेरिभेटिभ गर्ने एकचोटी डेरिभेटिभ गर्ने हामीले यो y भएपट्टि dy/dx लेख्यौं अनि राइट साइडपट्टि पनि के गरेका छौं त राइट साइडपट्टि पनि d/dx लेख्यौं अब डेरिभेटिभ गर्ने डेरिभेटिभ गरेर के गर्ने हो कन्स्ट्यान्टको भ्यालु निकाल्ने कन्स्ट्यान्ट भनेको a छ हामीले a को भ्यालु निकाल्ने छौं है त अब डेरिभेटिभ गरेर ल डेरिभेटिभ गरौँ यहाँ dy/dx नै छ यो dy/dx एकचोटी 2x लाई दिने 2x को डेरिभेटिभ गर्ने त्यसै गरेर dy/dx यो पछाडिपट्टिको कुरालाई दिने त्यसको पनि छुट्टै डेरिभेटिभ गर्ने है त अब 2x को डेरिभेटिभ 2 हुन्छ अनि यो a भनेको कन्स्ट्यान्ट हो a त अगाडि आउँछ अनि x स्क्वायर को डेरिभेटिभ गर्नु पर्यो x स्क्वायर को डेरिभेटिभ 2x हुन्छ यो डेरिभेटिभ गर्न सक्नुहुन्छ होला है त ओके अब डेरिभेटिभ गरिसकेपछि हामीले के भनेका छौं कन्स्ट्यान्ट को भ्यालु निकाल्ने हो अब a भन्ने कन्स्ट्यान्ट यहाँ छ यसलाई एक्लै बनाउनु पर्यो यसलाई एक्लै बनाउनको लागि यो 2 लाई मैले यता लेफ्ट साइड पट्टि पठाइदिए -2 भयो त्यसै गरेर a सँग मल्टिप्लाईमा भएको 2x लाई पनि हटाउनु पर्यो 2x लाई यहाँ पठाउने बेला के भयो डिवाइडमा 2x आयो 1/2x भएर के भएको छ त डिवाइडमा आएको छ है हामीले के गरेको त dy/dx -2 इज इक्वल टु a into 2x थियो यहाँबाट यो a लाई एक्लै बनाउनको लागि हामीले के गरेको भन्दाखेरि उतापट्टि भएको यो 2x लाई यता के गरिदिएको मल्टिप्लाईमा ल्याएको डिवाइडमा आउँछ डिवाइडमा चाहिँ यसरी 1/2x भनेर लेख्दियौ अनि के लाई मल्टिप्लाई गर्ने भयो यसले dy/dx -2 लाई यसरी लेखेको है त ओके अब यो लेखिसकेपछि a एक्लै भयो कन्स्ट्यान्ट टर्म एक्लै त बनायौं हामीले अब कन्स्ट्यान्ट टर्म एक्लै बनाइसकेपछि के गर्छौं हामीले जुन हाम्रो इक्वेसन छ कर्भको हो यो इक्वेसनमा हामीले अब यो a को ठाउँमा a को भ्यालु जे पनि निकाल्यौं त्यो a को भ्यालुलाई राखिदिन्छौं है a को भ्यालु यति आएको छ अब हामीले यहाँ के भन्यौं किपिङ द भ्यालु अफ a इन इक्वेसन 1 भन्यौं इक्वेसन 1 मा यो a को ठाउँमा a को भ्यालु जति पनि आएको छ त्यसलाई लेखेर हामीले सल्भ गरेको यो सल्भ गरि एलसीएम उता गरेर सल्भ गर्ने बेला यो फर्मसम्म पुग्छौं यो भनेको हाम्रो डिफरेन्शियल इक्वेसन भयो हामीले डिफरेन्शियल इक्वेसनको डेफिनेसनमा के भनेका थियौं त्यस्तो टाइपको इक्वेसन जसमा डिफरेन्शियलहरु हुन्छ डिफरेन्शियल भन्नाले डिफरेन्शियल कोएफिसिएन्टहरु dy/dx हरु त्यो छ यहाँ अनि अर्को के हुन्छ इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ इन्डिपेन्डेन्ट भेरिएबल भनेको x छ ओके x पनि छ त्यसै गरेर अर्को डिपेन्डेन्ट भेरिएबल हुन्छ y पनि छ यिनीहरु नहुन पनि सक्छ है यो भन्दा अरु के छ त यसमा छैन भनेपछि हामीले डिफरेन्शियल इक्वेसन बनाउन सक्यौं अब यो अर्को क्वेशन हेर्नु यसमा चाहिँ दुईवटा कन्स्ट्यान्ट टर्महरु आइदियो एउटा a छ अर्को b छ उसो भए अब के गर्ने होला डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेको छ भने अब चाहिँ हामीले यसलाई दुई चोटी डेरिभेटिभ गर्छौं दुई चोटी किन डेरिभेटिभ गर्न लागेको दुईवटा कन्स्ट्यान्ट छ भने दुई चोटी डेरिभेटिभ गर्ने है अब यहाँ a र b भन्ने दुईवटा कन्स्ट्यान्ट छ त्यही भएर हामीले डिफरेन्शिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु x भन्यौं एकचोटी डेरिभेटिभ गर्छौं सुरुमा एकचोटी डेरिभेटिभ गर्ने त्यसको आन्सर जे आउँछ त्यसलाई फेरि डेरिभेटिभ गर्ने अब यतापट्टि y थियो y भएपट्टि dy/dx लेख्यौं यता साइडपट्टि पनि के गर्नु पर्यो dy/dx लेख्न पर्यो अब डेरिभेटिभ गर्ने हो हैन डेरिभेटिभ गर्नको लागि यो dy/dx प्लस भन्दा अगाडिको टर्मलाई छुट्टै दिएको dy/dx प्लस भन्दा पछाडिपट्टिको टर्मलाई छुट्टै दिएको यो a भनेको कोएफिसिएन्टको काम गर्दै छ a अगाडि आउँछ अब डेरिभेटिभ गर्नु पर्यो e को पावर x को डेरिभेटिभ e को पावर x नै हुन्छ अनि यो b भनेको कोएफिसिएन्ट हो b बाहिर आयो अब डेरिभेटिभ गर्न पर्यो e को पावर -x को e को पावर -x को डेरिभेटिभ e को पावर -x नै हुन्छ तर x को अगाडि जे पनि कुरा छ त्यो चाहिँ अगाडि आउँछ अब e को पावरमा -x भनेको के हो e को पावरमा -x भनेको e को पावरमा -1 इन्टु x हो के यस्तो भ्यालु भनेपछि x को अगाडि के छ -1 छ यो -1 अगाडि आउँछ -1 भनेको माइनस भयो माइनस अगाडि आएको है त एक्सपोनेन्शियल फंक्शनको डेरिभेटिभ गर्दै हुनुहुन्छ भने e को पावरमा के रे e को पावरमा जे पनि कुरा छ त्यहाँ पनि x को अगाडि केही नम्बर छ भने त्यो अगाडि आउँछ जस्तै e को पावर 2x को डेरिभेटिभ कति हुन्छ e को पावर 2x नै हुन्छ तर x को अगाडि 2 छ यो 2 चाहिँ अगाडि लेख्दिन पर्छ
यस्तो हुन्छ डेरिभेटिभ चाहिँ है त। अहिले e को अगाडि के अरे x को अगाडि के थियो माइनस साइन थियो, माइनस हामीले अगाडि लेख्यौँ। ल अब यहाँबाट हामीले के गर्नुपर्ने हो, यहाँबाट हामीले सुरुमा त यो प्लस माइनस भनेको माइनस भयो। अब डेरिभेटिभ गरेर हामीले गर्न खोजेको चाहिँ के हो, कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्न खोजेको। यहाँ दुईवटा कन्स्ट्यान्ट टर्महरू छ, एउटा a अर्को b। अब तपाईहरुले एकचोटी डेरिभेटिभ गरेर a लाई एक्लै पनि बनाउन पाउनु भयो, b लाई एक्लै बनाउन पनि पाउनु भयो। दुईवटा मध्ये कुनै एउटालाई एक्लै बनाउने। मैले यहाँ चाहिँ a लाई एक्लै बनाएको छु। यो a लाई एक्लै बनाउनको लागि यतापट्टि भएको माइनस b e को पावरमा माइनस x लाई यता लेफ्ट साइड पट्टि लग्नु पर्यो, माइनस टर्म के भयो प्लस भयो। अनि त्यसै गरेर e सँग यो a सँग मल्टिप्लाईमा भएको e को पावर x लाई पनि यता पठाउने बेला के हुन्छ 1/e को पावर x भएर यता आउँछ। यसरी हामीले के गर्यौं त a को भ्यालु निकाल्यौं है। ल अब त्यसै गरेर अहिले त हामीले यो कुरालाई दुईचोटी डेरिभेटिभ गर्ने भनेका छौं, किनकि दुईवटा कन्स्ट्यान्ट टर्महरू छ। ओके, अब दुईचोटी डेरिभेटिभ गर्ने हो भने यो जुन एकचोटी डेरिभेटिभ गरेर आएको आन्सर छ नि, हो यो एकचोटी डेरिभेटिभ गरेर आएको आन्सरलाई हामीले फेरि डेरिभेटिभ गर्छौं, अगेन डिफरेन्शिएटिङ विथ रेस्पेक्ट टु x भनेर लेख्यौं। अब एकचोटी डेरिभेटिभ गर्ने बेला dy/dx भइसक्यो, यो फर्स्ट अर्डर डेरिभेटिभ हो। अब फेरि डेरिभेटिभ गर्दै छौं भने त्यो भनेको सेकेन्ड अर्डर डेरिभेटिभ हुन्छ। त्यही भएर अब dy/dx लेख्ने हैन, अब dy/dx नभएर के हुन्छ d² y/dx² हुन्छ है। यो सेकेन्ड अर्डर डेरिभेटिभलाई डिनोट गर्ने तरिका हो है। अब dy/dx लेख्ने हैन, d² y/dx² लेख्यौं दुईचोटी डेरिभेटिभ गरेको भएर। अब फेरि यहाँबाट जे आन्सर आउँछ त्यसलाई अझ डेरिभेटिभ गरेको भए कसरी लेख्थ्यौं d³ y/dx³ भनेर लेख्थ्यौं। थर्ड अर्डर डेरिभेटिभलाई यसरी डिनोट गर्छौं है त। ल उसो भयो अब हामीले यहाँ के गर्छौं भन्दाखेरि फेरि डेरिभेटिभ गर्न लागेको। फेरि डेरिभेटिभ गर्ने हो भने यो a अनि e को पावर x लाई छुट्टै d/dx दिनु, अनि पछाडिपट्टिको यो b e को पावर माइनस x लाई पनि के गर्नु छुट्टै d/dx दिएको है त, यता लेखेको छु। अब यो गरिसकेपछि यहाँ पनि त्यही नै हो, यो a भनेको कन्स्ट्यान्ट हो, अगाडि आउँछ, a अगाडि आयो। e को पावर x को डेरिभेटिभ गर्नु पर्यो, त्यो भनेको e को पावर x नै हुन्छ है त। अनि यता b भनेको कन्स्ट्यान्ट भयो, b अगाडि आयो, के अरे कोएफिसिएन्टको काम गर्दैछ, e को पावर माइनस x बाँकी भयो। e को पावर माइनस x को डेरिभेटिभ कति हुन्छ माइनस e को पावर माइनस x हुन्छ है त। ठीक छ। ल अब यो ब्र्याकेट यहाँ माइनस छ, यहाँ माइनस छ, माइनस माइनस भनेको प्लस, एकछिन ल, माइनस माइनस भनेको प्लस भयो, प्लस भयो, कहाँ गयो, ओके, माइनस माइनस भनेको प्लस भयो है त। ल अब हामीले एकचोटी डेरिभेटिभ गरेर a लाई एक्लै बनाइसकेका छौं, हामीलाई a को भ्यालु थाहा छ। अब k लाई एक्लै बनाउने, b लाई एक्लै बनाउने, किनकि हामीले डेरिभेटिभ गरेर कन्स्ट्यान्ट टर्मको भ्यालु निकालिरहेको हो भने a को भ्यालु निकालिसकेका छौं, अर्को कन्स्ट्यान्ट टर्म भनेको b हो। त्यही भएर b को भ्यालु निकाल्नको लागि सुरुमा यहाँ जुन a आएको छ नि, यो a को ठाउँमा a को भ्यालु लेखिदिनु है। a को ठाउँमा हामीले माथि a को भ्यालु निकालेका छौं, त्यही भ्यालु लेखिदिएको मैले यहाँ है, त्यो भ्यालु लेखेको। अनि त्यसलाई लेखेर सल्भ गर्ने बेला यहाँ b वाला टर्महरु आयो, यो दुईवटालाई सल्भ गर्ने बेला दुईवटा सेम सेम नै रहेछ। a + a भनेको जसरी 2a हुन्छ, यहाँ पनि 2 अनि b को पावरमा माइनस x भयो। अब यहाँबाट b लाई एक्लै बनाउनु पर्यो। b लाई एक्लै बनाउनको लागि यो कुरा 2 अनि e को पावर माइनस x लाई यतापट्टि पठाइदिएको 1/2e को पावरमा माइनस x भएर यता आयो है त। यो सल्भ गरेको बुझ्नुहुन्छ होला। यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि तपाईहरुलाई डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेको छ भने हामीले डेरिभेटिभ गर्नुपर्छ डिफरेन्शियल इक्वेसन फर्म गर्नको लागि। तर कतिचोटी डेरिभेटिभ गर्ने भन्ने कुरा थाहा हुनुपर्छ। त्यसको लागि तपाईहरुले क्वेशन हेर्नु पर्यो, क्वेशनमा जतिवटा कन्स्ट्यान्ट टर्म छ त्यतिचोटी डेरिभेटिभ गर्ने। डेरिभेटिभ गरेर गर्ने चाहिँ के हो, हामीले कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्ने हो। कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्ने, अनि त्यो भ्यालुलाई कहाँ राख्ने, जुन गिभन इक्वेसन अफ कर्भ दिएको छ त्यही कर्भको इक्वेसनमा राखिदिन्छौँ है। ल अब यहाँबाट हामीले a र b को भ्यालु निकालिसकेका छौं। किपिङ द भ्यालु हाम्रो एक्जाममा कति मार्क्स सोध्छ यो 2 मार्क्समा सोध्छ होला। यो वाला क्वेशन चाहिँ अलि ठुलै छ, यो सोध्यो भने चाहिँ अलि बढी मार्क्समै सोध्छ है त यो क्वेशन चाहिँ। स्टुडेन्ट सोध्छ सोध्न चाहिँ हजुर सोध्दिन सक्यो, सिलेबसमा छ यो पनि है, सोध्न सक्छ, पढ्नु पर्यो यो त सिलेबसमा छ। डिफरेन्शियल इक्वेसन पुरैबाट कति सोध्छ, डिफरेन्शियल इक्वेसनबाट मात्र कति सोध्छ दादा? 9 मार्क्स, 9 8 + 1। एउटा लङ आन्सर क्वेशनमा आउँछ, एउटा चाहिँ एमसीक्यू अथवा 1 मार्क्सको टेल क्वेशन। लङ के रे 1 मार्क्स एमसीक्यू नै हो, 9 मार्क्स आउँछ। ओके, सबभन्दा इम्पोर्टेन्ट हो यो है। यो गर्नको लागि हामीलाई अगाडिको एक्सरसाइजहरु चाहिँ थाहा हुनुपर्छ। फेरि एन्टी डेरिभेटिभ त थाहा हुनै पर्यो, किनकि हामीले के भन्दै छौं
डिफरेन्शियल इक्वेसन फर्म गर्नको लागि त डेरिभेटिभ गर्ने हो, तर डिफरेन्शियल इक्वेसन सल्भ गर्नको लागि इन्टिग्रेसन गर्ने हो। अब इन्टिग्रेसन गर्न त आउनु पर्यो है। अहिले त डेरिभेटिभ गर्दैछौँ, डेरिभेटिभ गरेर डिफरेन्शियल इक्वेसन फर्म गरेको। ओके ल, अब फर्स्ट एक्सरसाइज सेकेन्ड एक्सरसाइज पढ्दै हैन अहिले चाहिँ अर्डर फाइन्ड गर्ने, यो डिफरेन्शियल इक्वेसन फर्म गर्ने बेसिक म्याथमेटिक्स बुकमा चाहिँ सुरुमा दिएको छ। सेकेन्ड एक्सरसाइजबाट चाहिँ हामीले भेरिएबल सेपरेसन मेथड गर्नुपर्छ। अब सेकेन्ड होइन, यो फर्स्ट एक्सरसाइजमै आइसक्यो भनौँ न, आउन लागिसक्यो। अब एकछिनपछि क्वेसन नम्बर 4 मा छ। सुरुमा यो चाहिँ गरिहालौँ है त। ल तपाईँहरूलाई चाहिँ के भनेर यसरी पनि सोधिदिन सक्छ, भेरिफाई द्याट y इज इक्वल टु a इन्टु x को पावरमा n इज द सोल्युसन अफ, यो भनेको छ। यसको मतलब के हो भन्दा यो जुन अगाडिपट्टि दिएको y इज इक्वल टु a x को पावरमा n भनेको के हो, यो भनेको एउटा कर्वको इक्वेसन हो। यो कर्वको इक्वेसनको डिफरेन्शियल इक्वेसन बनाउनु भयो भने यस्तो बन्छ भनेर हामीलाई चाहिँ भेरिफाई गर्नुपर्ने छ। त्यो पनि होइन, यहाँ पनि त्यही नै भनेको डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेर यहाँ आन्सर सहित दिएको छ क्या, पछाडिपट्टि आन्सर दिएको छ। अब त्यो आन्सर निकालौँ है त हामीले। त्यसको लागि कर्वको इक्वेसन लेख्यौँ। अब के गर्ने होला हामीले, डिफरेन्शियल इक्वेसन फर्म गर्नको लागि त डेरिभेटिभ गर्नु पर्यो। डेरिभेटिभ कतिचोटि गर्ने त, यो इक्वेसनमा हेर्नु कन्स्ट्यान्ट टर्म कति छ, एउटा मात्र छ, ए भन्ने छ भनेपछि हामीले एकचोटि डेरिभेटिभ गर्छौँ। एकचोटि डेरिभेटिभ गर्ने बेला यहाँ एक्स को पावरमा एन को डेरिभेटिभ गर्नु पर्यो। त्यो भनेको पावर रुल युज गर्ने, यतै लेखिदिएको छु मैले साइडमा, एन इन्टु एक्स को पावरमा एन माइनस 1। त्यो युज गर्ने बेला अब डेरिभेटिभ गरेर के गर्ने हो, कन्स्ट्यान्ट टर्मको भ्यालु निकाल्ने। अब यहाँ ए छ, यो ए लाई तपाईँहरूले एक्लै बनाउनु होला अनि ए को भ्यालुलाई यो इक्वेसनमा राखिदिने। यो एउटा मेथड भयो है, मैले अर्कै मेथडबाट गरेको छु, यो मेथड पनि भनिदिइहालेँ है त। सुरुमा ए लाई एक्लै बनाऊँ, हामीले ए लाई एक्लै बनाउने हो भने के गर्नु पर्यो, यतापट्टि भ्यालु राखिदिने है। यहाँ भ्यालु अब ओके, यहाँ हेर्नुभयो भने हामीसँग कति छ, डिवाई बाई डिएक्स छ, डिवाई बाई डिएक्स छ। योसँग मल्टिप्लाईमा पठाउनु पर्यो यतापट्टिको 1 बाई एन एक्स को पावरमा एन माइनस 1 लाई, यति कुरालाई है त। यसलाई चाहिँ ब्र्याकेटमा टाइन त, एकछिन ल अलि यता लेख्छु। एलाई एक्लै बनाउनु भयो भने कति भयो अरे, 1 बाई एन अनि एक्स को पावरमा एन माइनस 1 अनि कति हुने भयो, डिवाई बाई डिएक्स हुने भयो। यो के गरेको मैले भन्दा यहाँ ए लाई एक्लै बनाउनको लागि यो एसँग मल्टिप्लाईमा भएको कुरालाई यता लेफ्ट साइडपट्टि पठाइदिएको। लेफ्ट साइड पठाउने बेला चाहिँ 1 बाई यो फर्ममा आयो क्या। अब हामीले ए को भ्यालुलाई यो इक्वेसनमा राखिदिन्छौँ। इक्वेसन भनेको के छ, y इज इक्वल टु ए अनि एक्स को पावरमा एन है। y इज इक्वल टु ए अनि एक्स को पावरमा एन छ। अब y जस्ताको त्यस्तै यो ए को ठाउँमा ए को भ्यालु लेख्दै, यो भ्यालु आएको छ, यसलाई लेख्यो भने कति हुन्छ, ए को ठाउँमा 1 बाई एन अनि एक्स को पावरमा एन माइनस 1 अनि अर्को कति छ, डिवाई बाई डिएक्स अनि मल्टिप्लाईमा छ एक्स को पावर एन। यो भयो त। ल अब के गर्छौँ हामीले भन्दाखेरि यो एनलाई त यता मल्टिप्लाईमा पठाइदिएँ मैले, किनकि यसको काम छैन यहाँ। यसको काम के को छ भन्दा एउटा एक्स को पावर यसको अनि यो कुरा है, किनकि सेम एक्स को पावर भएकोहरूलाई सल्भ गर्नु पर्यो। त्यसको लागि मैले यो एनलाई चाहिँ यता पठाइदिएँ वाइसँग मल्टिप्लाईमा। के गरेको, ओके एनलाई यहाँ पठाउने हो भने कति भयो, एनवाई भयो, एनवाई भयो। यो इक्वल टु कति हुने भयो त, अब डिवाई बाई डिएक्स जस्ताको त्यस्तै अनि एक्स को पावर एन छ माथि। यो एक्स को पावरमा एन माइनस 1 लाई पनि मैले माथि लग्न खोजिरहेको छु क्या। एक्स को पावरमा एन माइनस 1 लाई माथि लग्ने भने के हुन्छ, एक्स को पावरमा माइनस एन माइनस 1 हुन्छ, साइन चेन्ज हुन्छ है। अनि यो कुरा फेरि योसँग बेस सेम भयो नि त। अब यहाँ पनि एक्स छ, यहाँ पनि एक्स छ भने हामीले के गर्छौँ, पावरहरू एड गर्छौँ। एउटाको पावरमा एन छ, अर्कोको पावरमा माइनस एन माइनस 1 छ। एउटाको पावरमा एन छ, अर्कोको पावरमा कति छ, माइनस एन माइनस 1 छ, माइनस माइनस एन यस्तो छ क्या। अब यसलाई ब्र्याकेट ओपन गर्नुभयो भने एक्स को पावरमा एन माइनस एन माइनस माइनस प्लस 1 हुन्छ, एन र एन क्यान्सल हुन्छ, एक्स को पावरमा 1 बाँकी हुन्छ, त्यो भनेको एक्स हो है। यसलाई सल्भ गर्नुभयो भने यहाँ कति बाँकी हुन्छ, एक्स बाँकी हुन्छ। अब यो भयो हाम्रो डिफरेन्शियल इक्वेसन। माथि क्वेसनले कस्तो दिएको छ, क्वेसनले एक्स इन्टु डिवाई बाई डिएक्स इज इक्वल टु एनवाई दिएको छ। यो भन्नु र हाम्रो यो आन्सर आएको एउटै कुरा भयो, मिलाउन मात्र बाँकी छ। यसलाई एक्स इन्टु डिवाई बाई डिएक्स भनेर लेख्ने, यो भनेको एनवाई भयो है त। ल एउटा यो मेथड थियो। अर्को भनेको हामीले कसरी पनि गर्न सक्छौँ भन्दा, एउटा यो भयो, एकछिन ल अब अर्को भनेको चाहिँ के हो भन्दा हामीले यहाँ के गर्छौँ भन्दा जुन यो गिभन कुरा दिएको छ यसको यो लिने, लेफ्ट साइडपट्टिको कुरा एलएचएस लिने।
है। एलएचएस लिएर एलएचएस भनेको x इन्टु डिवाई बाई डिएक्स छ। अब डेरिभेटिभ गरेर डिवाई बाई डिएक्सको भ्यालु यो हुन्छ भन्ने त हामीलाई थाहा छ। त्यही भएर हामीले डिवाई बाई डिएक्सको ठाउँमा यो भ्यालु लेखिदिन्छौँ अनि सल्भ गर्ने यसलाई है। यसलाई सल्भ गर्नुभयो भने n इन्टु a को पावरमा a इन्टु x को पावरमा n आउँछ। यो भनेको y हो है। हाम्रो क्वेसन भनेको यही हो। यहाँबाट तपाईँहरूले गाह्रो लाग्न सक्छ कसरी सल्भ गर्नु होला भन्दा यसको डिफरेन्सियल इक्वेसन फर्म गर्ने सिधै एकचोटि डेरिभेटिभ गर्ने a लाई एक्लै बनाउने a को ठाउँमा a को भ्यालु लेख्दिने यसमा है। त्यति गर्ने बेला यो भ्यालु आउँछ पछाडिपट्टिको है त। ओके अब अर्को क्वेसन हेरौँ। अर्को क्वेसनमा चाहिँ हामीलाई y इज इक्वल टु a अनि e को पावरमा -x दिएको छ। अनि यहाँ चाहिँ के भनेको छ भन्दा यहाँ मैले क्वेसन आदि मात्र लेखेको छु, यो मेटाउन मिल्दैन रहेछ। यहाँ चाहिँ के भनेको छ भन्दा पछाडिपट्टि इज द सोल्युसन अफ dy बाई dx माइनस y इज इक्वल टु 0 भन्दा दिएको छ। यो भन्नाले यसको पनि डिफरेन्सियल इक्वेसन फर्म गर्नु भनेको हो क्या। अब डिफरेन्सियल इक्वेसन कसरी फर्म गर्छौँ हामीले? डेरिभेटिभ गरेर यसको एकचोटि डेरिभेटिभ गर्ने, किनकि a भन्ने एउटा मात्र कन्स्ट्यान्ट टर्म छ। एकचोटि डेरिभेटिभ गर्ने है त। एकचोटि डेरिभेटिभ गरेर यहाँबाट a को भ्यालु निकाल्ने अनि a को भ्यालुलाई यो इक्वेसनमा राखिदिने, त्यति गर्ने बेला डिफरेन्सियल इक्वेसन फर्म हुन्छ। ल अब हामी जान्छौँ, यो थियो बेसिक। हामीले यहाँ अहिलेसम्म के पढ्यौँ भन्दा सुरुमा डिफरेन्सियल इक्वेसन भनेको के हो भनेर पढ्यौँ। डिफरेन्सियल इक्वेसन भनेको डिफरेन्सियलहरू भएको इक्वेसन। डिफरेन्सियल भन्नाले dy dx dy बाई dx भयो, d स्क्वायर y बाई dx स्क्वायर भयो, d क्युब y बाई dx क्युब भयो। यिनीहरू भनेको डिफरेन्सियल हो। यिनीहरूलाई डिफरेन्सियल कोएफिसिएन्ट पनि भन्छ। अनि डिफरेन्सियल इक्वेसनमा इन्डिपेन्डेन्ट भेरिएबल डिपेन्डेन्ट भेरिएबल यिनीहरू हुन पनि सक्छ नहुन पनि सक्छ। इन्डिपेन्डेन्ट भेरिएबल भनेको x हो, डिपेन्डेन्ट भेरिएबल भनेको y हो। यदि तपाईहरुलाई डिफाइन अर्डिनरी डिफरेन्शियल इक्वेसन भनेर डेफिनेसन सोध्यो भने द डिफरेन्शियल इक्वेसन which contain only one independent variable is called ordinary differential equation। है मैले यहाँ सुरुमा तपाईहरुलाई यसरी लेखिदिएको छु। अर्डिनरी डिफरेन्शियल इक्वेसन भनेको के हो? DE भनेको डिफरेन्शियल इक्वेसन है त। डिफरेन्शियल इक्वेसनलाई दुईवटा पार्टमा डिभाइड गरेको छ। इन्डिपेन्डेन्ट भेरिएबल कतिवटा छ भन्ने बेसिसमा। यदि एउटा इन्डिपेन्डेन्ट भेरिएबल छ भने त्यसलाई अर्डिनरी डिफरेन्शियल इक्वेसन भन्छ। दुई अथवा दुईवटा भन्दा बढी इन्डिपेन्डेन्ट भेरिएबल छ भने त्यसलाई पार्शियल डिफरेन्शियल इक्वेसन भन्छ। है यसको डेफिनेसन चाहिँ याद गर्नु होला। अर्डिनरी डिफरेन्शियल इक्वेसन भनेको के हो? द डिफरेन्शियल इक्वेसन व्हिच कन्टेन ओन्ली वान इन्डिपेन्डेन्ट भेरिएबल। है एउटा मात्र इन्डिपेन्डेन्ट भेरिएबल भएको, त्यो भनेको x भयो। है हाम्रो सिलेबसमा यति हो पढ्नुपर्ने। ओके यो पछि हामीले चाहिँ डिफरेन्शियल इक्वेसन फर्म गर्न सिक्यौं। डिफरेन्शियल इक्वेसन कसरी फर्म गर्ने रहेछ? डेरिभेटिभ गरेर। कतिचोटि डेरिभेटिभ गर्ने? जतिवटा कन्स्ट्यान्ट टर्म छ त्यतिचोटि डेरिभेटिभ गर्ने। डेरिभेटिभ गरेर कन्स्ट्यान्ट टर्मको भ्यालु एक्लै बनाउने। एक्लै बनाएर हाम्रो जुन गिवन इक्वेसन अफ कर्व दिएको छ त्यसमा भ्यालु राख्दिने। ल अब हामी पढ्छौं। हामीलाई यो पनि सोध्छ र? हजुर सोध्दिन सक्छ ब्रदर, सिलेबसमा छ। म त सेट बुक एउटै क्वेशन दिएन त यस्तो त। फर्स्ट एक्सरसाइजमै छ 15.1 मा। अब ओए कहाँबाट आयो? एकछिन है ल। अब हामी ब्रो यार 5 वर्षसम्म क्वेशन रिपिट हुँदैन, जुन चाहिँ देख्दैन त्यही आउँछ योपालि। त्यस्तै हो। छोडिदिनु यस्तो गर्दिनु म। किन गाह्रो छ र? यो भन्दा पहिला वर्षको आइराथ्यो त। सब गर्छु भन्दा आँखा लाग्ला के थाहै अनि फेरि। ल ठीक छ। ल अब क्वेशन नम्बर 4 मा जाम है त। अब हामीलाई के भनेको छ हेर्नु त। सल्भ द फलोइङ डिफरेन्शियल इक्वेसन। सल्भ गर्नु भन्यो। डिफरेन्शियल इक्वेसन फर्म गर्नु भनेको भए डेरिभेटिभ गर्थ्यौ। सल्भ गर्नु भन्यो। सल्भ गर्नु भनेपछि के गर्ने? इन्टिग्रेसन गर्ने। इन्टिग्रेसन। सल्भ गर्नुको मिनिङ के हो भन्दा डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु भनेको हामीले जस्तै डेरिभेटिभ गर्यौं, डेरिभेटिभ गरेर आन्सर आएको छ। यो डेरिभेटिभ गरेर आन्सर आएको छ। अब यो हामीलाई कर्व फाइन्ड गर्नु भनेको हो। जस्तै हामीले एउटा क्वेशन गर्यौं माथि y इज इक्वल टु a अनि x को पावरमा n भन्ने। यसको डिफरेन्शियल इक्वेसन हुने रहेछ x इन्टु dy बाई dx इज इक्वल टु ny भनेर। ओके अब हामीलाई यति कुरा मात्र दिएको छ, डिफरेन्शियल इक्वेसन मात्र दिएको छ भने यसलाई सल्भ गर्नु भन्नुको मिनिङ चाहिँ के हो भन्दा यो चाहिँ के कुराको डेरिभेटिभ हो त? कुन फंक्सनको डेरिभेटिभ हो? कुन कर्वको डेरिभेटिभ हो? त्यो कर्वको इक्वेसन निकाल्नु भनेको हो।
अब हामीले डेरिभेटिभ गरेर जुन आन्सर निकालेका थियौँ त्यसको इन्टिग्रेसन गर्यौँ भने हामी यही पुग्छौँ, यही कर्वको इक्वेसन आउँछ है त। उसो भए डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु भन्नुको मिनिङ के रहेछ? हामीले डिफरेन्शियल इक्वेसन बनाउने भनेको डेरिभेटिभ गरेर हो। अब कुन चाहिँ कर्वको डेरिभेटिभ गरेर त्यो इक्वेसन बनाएका रहेछौँ त्यो कर्वको इक्वेसन निकाल्नु भनेको सल्भ गर्नु भनेर। ओके, अब सल्भ गर्ने बेला तपाईहरुलाई जहिले पनि एक्जाममा चाहिँ सबै बेला भनेको हुँदैन के कुन मेथडबाट सल्भ गर्ने हो भनेर। त्यो गिभन डिफरेन्शियल इक्वेसन चाहिँ कस्तो टाइपको डिफरेन्शियल इक्वेसन हो के पनि भन्दैन है। भेरिएबल सेपरेसन पो हो कि होमोजिनियस पो हो कि एक्ज्याक्ट फर्म पो हो कि लिनियर इक्वेसन पो हो कि के पनि भन्दैन है। कुनै बेला भन्न सक्छ, तर भनेन भने यतिकै सल्भ मात्र भनेको छ भने त्यति बेला हामीले सुरुमा के गर्छौं भन्दा डिफरेन्शियल इक्वेसनमा x भएपट्टि dx पठाइदिने, y भएपट्टि dy पठाइदिने। भेरिएबल सेपरेसन भनेको हजुर यो कुन मेथड हो चाहिँ? भेरिएबल सेपरेसन। भेरिएबल सेपरेसनबाट गर्छौं। अब तपाईहरुलाई चाहिँ एक्जाममा चाहिँ कसरी थाहा पाउने भन्दा सुरुमा डिफरेन्शियल इक्वेसन अगाडि आयो भने त्यो डिफरेन्शियल इक्वेसनमा तपाईले के गर्नु होला भन्दा x भएपट्टि dx लाई पठाउने कोसिस गर्ने, y भएपट्टि dy लाई पठाउने कोसिस गर्ने। यदि x भएपट्टि dx गयो y भएपट्टि dy गयो भने यसरी भेरिएबलहरु सेपरेट भइदियो भने त्यो भनेको भेरिएबल सेपरेसन फर्ममा हुन्छ। जस्तै यहाँ एउटा क्वेशन हेरौं, dy by dx is equal to 3x square दिएको छ, यसलाई सल्भ गर्नु भन्यो। अब यहाँ मैले x वाला टर्म देखे, x स्क्वायर छ यहाँ भनेपछि x भएपट्टि मैले यो dx लाई पठाइदिन्छु, मैले dx लाई यतापट्टि पठाइदिन्छु है। अर्को कुरा, यो dy dx हरु जहिले पनि के हुन्छ न्युमेरेटरमा लेख्ने, डिनोमिनेटरमा नलेख्ने है। डिफरेन्शियल इक्वेसन सल्भ गर्नु भनेको छ भने जहिले पनि यो dx भयो dy भयो यिनीहरुलाई न्युमेरेटरमै लेख्नुपर्छ इन्टिग्रेसन गर्ने बेला। हामीले यस्तो खाले इन्टिग्रेसन गर्यौं त कहिले, जस्तै x स्क्वायर को इन्टिग्रेसन गर्नु x को रेस्पेक्टमा, यस्तो त गरेको छैन है। के को रेस्पेक्टमा इन्टिग्रेसन गर्नुपर्ने हो त्यो माथि नै हुन्छ, मुनि हुँदैन डिनोमिनेटरमा। त्यही भएर एउटा कुरा के थाहा पाउने भन्दा यो dx भयो dy भयो इन्टिग्रेसन गर्ने बेला यो जहिले पनि डिभाइड भन्दा माथि हुन्छ, न्युमेरेटरमा हुन्छ। अहिलेको लागि हामीलाई चाहिँ यदि क्वेशनमा सल्भ डिफरेन्शियल इक्वेसन भनेको छ भने तपाईहरुले पहिलो काम के गर्नुहुन्छ, x भएपट्टि dx लाई पठाइदिने, y भएपट्टि dy लाई पठाइदिने। मैले यहाँ x भएपट्टि dx लाई पठाइदिए। ओके, dx लाई पठाइसकेपछि के भयो, यहाँ dy is equal to 3x square into dx भयो। अब हेर्नु dy छ यहाँ अनि यतापट्टि dx छ, dx भएपट्टि x वाला टर्म छ भनेपछि भेरिएबलहरु सेपरेट भयो कि नै? भयो। dx भएपट्टि x वाला टर्म छ, dy भएपट्टि x वाला टर्म छैन है। यहाँ या त y वाला टर्म हुन्थ्यो, अहिलेको लागि y वाला टर्म छैन रहेछ भने dy एक्लै छ, के फरक परेन। अब यसलाई सल्भ गर्नु भनेको, सल्भ गर्नु भनेको छ भने हामीले के गर्छौं, इन्टिग्रेट गर्छौं। इन्टिग्रेटिङ बोथ साइड्स भन्ने, यतापट्टि पनि इन्टिग्रेसन साइन हाल्दिने, यहाँ पनि इन्टिग्रेसन साइन हाल्ने। अब y को इन्टिग्रेसन गर्नु परिरहेको छ, के रे dy को इन्टिग्रेसन गर्नु परिरहेको छ। dy भनेको के हो, 1 into dy, यसरी लेख्दा पनि हुन्छ अथवा इन्टिग्रेसन अफ dy भनेको y हुन्छ भन्ने थाहा छ भने यतिकै लेख्दा भयो है। इन्टिग्रेसन अफ dy भनेको कति हुन्छ, 1 हुन्छ। इन्टिग्रेसन अफ dx भनेको कति हुन्छ, 1 भन्छु x, यो भनेको y हुन्छ, यो भनेको x हुन्छ। त्यसै गरेर इन्टिग्रेसन अफ d थीटा भनेको भयो, यो भनेको के हुन्थ्यो, थीटा हुन्थ्यो है। यो कसरी भइरहेको यो थाहा पाउनु भएको छ होला, छैन भने मैले भनिदिइहाल्छु। यो किन भएको भन्दा इन्टिग्रेसन भनेको के हो, डेरिभेटिभको रिभर्स हो। जस्तै हामीले यहाँ डेरिभेटिभ गर्यौं के को, x को, यसको आन्सर कति हुन्छ, 1 हुन्छ। x को डेरिभेटिभ x को रेस्पेक्टमा गर्ने बेला आन्सर 1 हुन्छ भने अब आन्सर 1 आएको छ। 1 को इन्टिग्रेसन x को रेस्पेक्टमा गर्ने बेला के हुनु पर्यो, 1 को इन्टिग्रेसन x आउनु पर्यो, किनकि x को डेरिभेटिभ गर्ने बेला 1 आएको हो नि त आन्सर। अब एन्टी डेरिभेटिभ भनेको रिभर्स हो भनेपछि 1 को इन्टिग्रेसन गर्ने बेला x आउनु पर्यो है। यति कुरा चाहिँ तपाईहरुले थाहा पाउनु होला। y को इन्टिग्रेसन हुन्छ के रे, dy को इन्टिग्रेसन हुन्छ y, dx को इन्टिग्रेसन हुन्छ x। यो कुरा एकदम धेरै युज हुन्छ, त्यही भएर थाहा पाइराख्नु होला। इन्टिग्रेसन अफ dy भनेको y हुन्छ, सिधै लेख्दा हुन्छ। यो 1 into dy भनेर लेखिराख्नु पर्दैन
अनि यहाँ पछाडिपट्टिको इन्टिग्रेसन गर्ने बेला 3 भनेको कोएफिसिएन्ट भयो, हामीले 3 लाई बाहिर निकाल्दियौँ। x स्क्वायर को इन्टिग्रेसन कसरी गर्छौं? पावर रुल लगाएर। पावर रुल भनेको के हो? यता लेखिदिएको छु मैले, x को पावरमा n छ भने त्यो भनेको x को पावरमा n+1 डिवाइडमा पनि n+1 हुन्छ। अहिलेको लागि n को ठाउँमा कति छ? 2 छ भनेपछि 2+1 डिवाइडमा पनि 2+1 भयो त। यो गर्ने बेला 3 ले 3 लाई क्यान्सल गर्यो, y = x³ + c आयो। यो नै हाम्रो के हो त? आन्सर हो है। हामीले यो जुन गिवन कर्भ छ यसको डेरिभेटिभ गर्यौं भने यो वाला डिफरेन्शियल इक्वेसन फर्म हुने रहेछ। तपाईहरुले चेक पनि गर्न सक्नुहुन्छ। अब यो आन्सर हो कि नै भनेर यदि चेक गर्न मन लाग्यो भने आज एक्जाममा त कहाँ गरेर बस्नु, टाइम सकिन्छ। अब यसको डिफरेन्शियल इक्वेसन फर्म गर्नु होला। डिफरेन्शियल इक्वेसन कसरी फर्म गर्छौं? डेरिभेटिभ गरेर। कति चोटी डेरिभेटिभ गर्ने? यहाँ एउटा प्लस c भन्ने एउटा मात्र कन्स्ट्यान्ट छ भने एकचोटी डेरिभेटिभ गर्ने। एकचोटी डेरिभेटिभ गरेर c को भ्यालु निकाल्नु होला अनि c को ठाउँमा c को भ्यालु राखिदिनु, आन्सर आउँछ हैन। ओके, जस्तै अब अर्को क्वेशन हेरौँ। यहाँ चाहिँ के दिएको छ भन्दा dy/dx = 4 * e को पावरमा 2x छ। अब हामीलाई भनेको छ यसलाई सल्भ गर्नु। पहिलो काम के हुन्छ तपाईहरुको? डिफरेन्शियल इक्वेसन सल्भ गर्नु भनेको छ भने x भएपट्टि dx पठाइदिने। यहाँ हेर्नु e को पावरमा 2x छ, x छ कि नै? छ भनेपछि यो भएपट्टि मैले यताको dx लाई पठाइदिए, dx यतापट्टि आयो। अब के भइदियो? यो भेरिएबल सेपरेट भयो, x भएपट्टि dx छ अनि y भएपट्टि x वाला टर्म छैन, जस भेरिएबल सेपरेट भयो। सेपरेट भइसकेपछि अब हामीले के गर्छौं? इन्टिग्रेट गर्छौं। दुईटै साइडपट्टि इन्टिग्रेसन गर्ने। यो dy लाई पनि इन्टिग्रेसन गर्ने, यता पनि इन्टिग्रेसन गर्ने। अब इन्टिग्रेसन अफ dy भनेको y हुन्छ, सिधै लेखिदिनु है, के पनि गर्न पर्दैन। अनि यो 4 भनेको कोएफिसिएन्ट हो, 4 लाई हामीले अगाडि ल्याउँछौं। अब यो इन्टिग्रेसन गर्न चाहिँ तपाईहरुले आउनु पर्यो। e को पावरमा 2x को इन्टिग्रेसन कति हुन्छ भन्दा यदि ओके यही फर्ममा लेखिदिएको रहेछ मैले। e को पावरमा x को इन्टिग्रेसन भनेको त e को पावर x नै हुन्छ, तर e को पावर ax को इन्टिग्रेसन भनेको कति हुन्छ? e को पावर ax नै हुन्छ। फरक के हो भन्दा x को अगाडि जे पनि कुरा छ त्यो कहाँ जान्छ? डिवाइडमा जान्छ। डेरिभेटिभ गर्ने बेला के हुन्थ्यो? यदि हामीले डेरिभेटिभ गरेको भए dy/dx अनि e को पावर ax गरेको भए डेरिभेटिभमा चाहिँ यसको डेरिभेटिभ भनेको e को पावर ax नै हुन्थ्यो। x भन्दा अगाडिपट्टि भएको यो a के हुन्थ्यो? अगाडि आउँथ्यो। तर इन्टिग्रेसनमा के हुन्छ? त्यो a डिवाइडमा जान्छ है। यसमा कन्फ्युज नहुनु होला, दुईटै लेख्दै मैले कम्पेयर गरेर हेर्नु होला। ओके, त्यो गरिसकेपछि यहाँबाट डिफरेन्शियल इक्वेसन फर्म भयो। अब अर्को क्वेशन हेर्नु एकचोटी। हामीलाई चाहिँ y = ओके, यो चाहिँ मैले बुकमा चाहिँ आन्सर रङ दिएको रहेछ, त्यही भएर यो चाहिँ आन्सर हुँदैन भनेर पहिला पेसमेकर 1.0 मा भन्दिएको थिए। आन्सर चाहिँ यो नै हुन्छ है त, माथिपट्टिको यो आन्सर चाहिँ रङ दिएको छ बुकमा, बेसिक म्याथमेटिक्समा यो चाहिँ आन्सर हुँदैन है त। ओके, आन्सर हुँदैन भन्न कसरी थाहा पाएको त? तपाईहरुले चाहिँ के पनि हुन सक्छ भन्दाखेरि ल यही को आन्सर हो भन्ने लाग्न सक्छ, यो आन्सर हुँदैन। यदि त्यस्तो लाग्छ भने तपाईहरुले के गर्ने भन्दा यसको डिफरेन्शियल इक्वेसन फर्म गर्ने। यसको डिफरेन्शियल इक्वेसन कसरी फर्म गर्नुहुन्छ? डेरिभेटिभ गरेर। कति चोटी डेरिभेटिभ गर्ने? 2 चोटी। किनकि यहाँ दुईवटा कन्स्ट्यान्ट टर्महरु छ, c1 र c2। अनि c1 र c2 को भ्यालु निकालेर यसको ठाउँमा राख्ने बेला हाम्रो क्वेशन जे थियो त्यही आयो भने आन्सर ठीक छ, हैन भने हुँदैन। आन्सर ठीक आउँदैन, मैले यहाँ गरिदिएको छु, तपाईहरुले चेक गर्न सक्नुहुन्छ है त। ओके, अब क्वेशन नम्बर सी मा यस्तो टाइपको क्वेशन दिइदियो। यहाँ पनि त्यही नै भनेको, सल्भ डिफरेन्शियल इक्वेसन नै भनेको छ। अनि क्वेशन चाहिँ के दिएको छ भन्दा y प्राइम दियो। अब यो कुरा चाहिँ तपाईहरुले थाहा पाउनुपर्छ। y प्राइम भनेको के हो भन्दा y प्राइम भनेको फर्स्ट अर्डर डेरिभेटिभ हो। y प्राइम भनेको छ भने फर्स्ट अर्डर डेरिभेटिभ, y डबल प्राइम भनेको छ भने सेकेन्ड अर्डर डेरिभेटिभ, y को पावरमा 3 वटा लाइन तान्दिएको छ भने थर्ड अर्डर डेरिभेटिभ। यो कुरा तपाईहरुले थाहा पाउनु पर्यो। अब y प्राइम भनेर पनि दिएको हुन सक्छ, dy/dx नै हो y प्राइम भनेको। हजुर, एक्सरसाइज नम्बर कतिमा छ यो क्वेशनहरु? 15.1 यो लास्ट क्वेशन हो। अब हामी भेरिएबल सेपरेसनकै एक्सरसाइजमा जान्छौँ है त। यो पछि यति क्वेशन चाहिँ हेरिहाल्नु। 15.1 मा छ ल। अब फर्स्ट अर्डर डेरिभेटिभ भनेको यो y प्राइम भनेकै dy/dx हो। यसलाई चाहिँ f प्राइम अफ x भनेर पनि दिएको हुन सक्छ, y प्राइम अफ x भनेर पनि दिएको हुन्छ। सबै फर्ममा थाहा पाउनु पर्यो है तपाईहरुले। ओके, उसो भए y प्राइम भनेको dy/dx नै रहेछ। अब हामीले के गर्छौं? x भएपट्टि dx लाई पठाइदिन्छौं। यहाँ x छ, यहाँ x छ, x भएपट्टि मैले dx लाई पठाइदिए अनि के भयो? dy = x * cos x * dx भयो। अब यहाँ भेरिएबलहरु सेपरेट भइसकेको छ है। x भएपट्टि x छ
अनि y भएपट्टि x वाला टर्म छैन के जे होस्, भेरिएबलहरु सेपरेट भयो। उसो भए अब हामीले दुईटै साइडपट्टि इन्टिग्रेसन गर्छौं। यो dy भएपट्टि पनि इन्टिग्रेसन गर्ने, उतापट्टि पनि इन्टिग्रेसन गर्ने। है इन्टिग्रेसन गर्ने बेला यहाँ एउटा क्वेशन चाहिँ हामीलाई इन्टिग्रेसन बाइ पार्ट्स लगाएर सल्भ गर्नुपर्नेवाला दिएको छ। यहाँ तपाईहरुले यदि इन्टिग्रेसन बाइ पार्ट्स बिर्सिसक्नु भएको छ भने इन्टिग्रेसन बाइ पार्ट्स भनेको के हो भन्दा हामीले त्यस्तो टाइपको फंक्सनको इन्टिग्रेसन गर्दै छौं जहाँ दुईवटा फंक्सनहरु मल्टिप्लाईको फर्ममा छ। यहाँ एउटा फंक्सन भनेको x छ, अर्को भनेको cos x छ। दुईवटा फंक्सनहरु मल्टिप्लाई भइरहेको छ। अब यसको इन्टिग्रेसन कसरी गर्छौं भन्दाखेरि हामीले यो एउटा कुरालाई u भन्छौं, अर्कोलाई v भन्छौं। तर u कसलाई भन्ने, v कसलाई भन्ने त्यो कुरा तपाईहरुले थाहा पाउनको लागि एउटा हामीसँग रुल छ, त्यो भनेको आइलेट भन्ने रुल। यो तपाईहरुले फलो गर्नुपर्छ। यो आइलेट भन्ने रुलमा जुन अगाडि आउँछ त्यसलाई हामीले u लेट गर्छौं, जुन पछाडी आउँछ त्यसलाई v लेट गर्छौं। अब के हो यो आइलेट भनेको भन्दाखेरि i भनेको इन्भर्स फंक्सन, l भनेको लगारिथमिक फंक्सन, a भनेको अल्जेब्रिक फंक्सन, t भनेको ट्रिगोनोमेट्रिक फंक्सन, e भनेको एक्सपोनेन्शियल फंक्सन। अब अहिले के फंक्सन दिएको छ, एउटा x दिएको छ, यो भनेको अल्जेब्रिक फंक्सन हो। अर्को cos x दिएको छ, यो भनेको ट्रिगोनोमेट्रिक फंक्सन। एउटा अल्जेब्रिक फंक्सन दिएको छ, अर्को ट्रिगोनोमेट्रिक फंक्सन दिएको छ। आइलेटमा हेर्नु कुन अगाडि आउँछ, a अगाडि आउँछ, अल्जेब्रिक फंक्सन अगाडि आउँछ। जुन अगाडि आउँछ त्यसलाई u लेट गर्ने। उसो भए यो x लाई हामीले u लेट गर्ने छौं है त। x लाई हामीले u लेट गर्ने छौं, पछाडीको cos x लाई चाहिँ हामीले v लेट गर्ने छौं अनि इन्टिग्रेसन बाइ पार्ट्स को फर्मुला युज गर्ने छौं। यहाँ लेखिदिएको छु मैले इन्टिग्रेसन बाइ पार्ट्स को फर्मुला। यदि हामीले इन्टिग्रेसन u इन्टु v गर्दै छौं भने त्यो भनेको u इन्टिग्रेसन v dx हुन्छ। त्यो पछि डेरिभेटिभ गर्ने अगाडिको पार्टको भन्नाले डेरिभेटिभ गर्ने u को अनि इन्टिग्रेसन गर्ने v को, अनि यो पुरै कुरालाई फेरि के गर्छौं त हामीले इन्टिग्रेसन गर्छौं। यो चाहिँ फर्मुला हो। यो पुरै डिफरेन्शियल इक्वेसनमा एकचोटी मात्र युज भएको छ, यो क्वेशनमा मात्र। सकेसम्म तपाईहरुलाई यो नसोध्ला, सोधिहाल्यो भने यो थाहा पाइराख्नु। मैले यहाँ सबै लेखिदिएको छु इन्टिग्रेसन बाइ पार्ट्स भनेर। यो कुन कुराले के डिनोट गर्छ भन्दा यसमा चाहिँ अब हामीले यो u को ठाउँमा x लेख्छौं, v को ठाउँमा cos x लेखेको, u को ठाउँमा x लेख्यौं, v को ठाउँमा cos x लेखेको, यसरी हामीले इन्टिग्रेसन गरेको है। u को ठाउँमा के राख्ने, v को ठाउँमा के राख्ने भन्ने कुरा चाहिँ यो आइलेट भन्ने मेथडबाट थाहा हुन्छ है त। ओके, यो पछि इन्टिग्रेसन अफ cos x को फर्मुला थाहा हुनु पर्यो। त्यो भनेको sin x हुन्छ। अनि डेरिभेटिभ अफ x भनेको 1 हुन्छ। अनि cos x को इन्टिग्रेसन कति हुन्छ, त्यो भनेको sin x हुन्छ यहाँ लेखेको। अब फेरि sin x को इन्टिग्रेसन गर्नुपर्ने भयो। sin x को इन्टिग्रेसन भनेको माइनस cos x हुन्छ। त्यही नै लेखिदिएको। त्यो गर्ने बेला यो आन्सर आयो। यो नै के हुन्छ त हाम्रो आन्सर हुन्छ है। सल्भ गर्यौं हामीले। ओके, अब यति भइसकेपछि अब हामीले पढ्न पर्ने कुरा, यो पनि पढ्न पर्ने नै हो। अब हेर्नु टाइप्स अफ डिफरेन्शियल इक्वेसन सल्भ गर्ने मेथड है। मेथड चाहिँ हो है यो मेथड अफ सल्भिङ डिफरेन्शियल इक्वेसन हो है। मेथड चाहिँ हो ल। मेथड हामीले कतिवटा मेथडहरु पढ्नुपर्छ भन्दा टोटल 4 वटा मेथडहरु। एउटा भेरिएबल सेपरेसन जुन तपाईहरुको बुकमा 15.2 मा दिएको छ एक्सरसाइज, अर्को होमोजेनियस, अर्को लिनियर र अर्को एक्ज्याक्ट फर्म। आज हामीले भेरिएबल सेपरेसनको बारेमा अलिकति कुरा गर्यौं। अब एक्सरसाइजकै क्वेशनहरु लिएर सल्भ गरौँ है त। तपाईहरुले भेरिएबल सेपरेसनको क्वेशनहरु सल्भ गर्न सक्नुहुन्छ। यो पछि अहिले मैले के टाइपको क्वेशनहरु भन्दिन्छु। जस्तै यो एउटा क्वेशन दिएको छ एक्जाममा। अब भन्दैन, सबै बेला भन्दैन भेरिएबल सेपरेसन मेथडबाट सल्भ गर्नु, होमोजेनियसबाट सल्भ गर्नु, यो कुनै बेला भन्दैन। त्यति बेला तपाईहरुले के गर्नु पर्यो भन्दाखेरि हामीले के भनेका छौं, dy भएपट्टि y वाला टर्म पठाइदिने। यहाँ y रहेछ, यो y लाई मैले dy भएपट्टि पठाइदिए अनि के भयो y इन्टु dy भयो। अनि x भएपट्टि dx वाला टर्म पठाइदिने, dx पठाएको के भयो x इन्टु dx भयो। यो गर्ने बेला dy भएपट्टि y मात्र छ, y वाला टर्म मात्र छ, dx भएपट्टि x वाला टर्म मात्र छ भने यो के गयो अब भेरिएबल सेपरेसन फर्ममा गयो। भेरिएबलहरु सेपरेट भइसक्यो। dy भएपट्टि y वाला टर्म छ, dx भएपट्टि x वाला टर्म छ। यसरी सेपरेट गरिसकेपछि अब यसलाई सल्भ गर्नुपर्ने छ। सल्भ गर्नको लागि इन्टिग्रेसन गर्छौं। यो लेफ्ट साइडपट्टि पनि इन्टिग्रेसन गर्ने, राइट साइडपट्टि पनि इन्टिग्रेसन गर्ने। अब लेफ्ट साइडपट्टि y छ, y मात्र भनेको के हो, y को पावरमा 1
पावर रुल युज गर्ने। त्यो भनेको के हो, y को पावरमा 1+1 डिभाइडमा पनि 1+1, फर्मुला के हो, पावरमा n+1 डिभाइडमा पनि n+1। त्यसै गरेर x को पावरमा 1 को इन्टिग्रेसन पनि x को पावरमा 1+1 डिभाइडमा पनि 1+1 हुन्छ। यो सबै स्टेप देखाइराख्नु पर्दैन, तपाईहरुलाई आउँछ भने y को इन्टिग्रेसन y²/2 हुन्छ, सिधै लेखिदिने, x को इन्टिग्रेसन x²/2 हुन्छ। इन्टिग्रेसन गरिसकेपछि प्लस c भनेर कन्स्ट्यान्ट लेख्नु होला। यो c भन्ने कन्स्ट्यान्टलाई हामीले जहिले पनि राइट साइडपट्टि नै लेख्छौँ है त। डिफरेन्शियल इक्वेसन सल्भ गर्ने बेला c कन्स्ट्यान्टलाई चाहिँ जहिले पनि राइट साइडपट्टि नै लेख्नु होला। अब यहाँ 2 लाई एलसीएम लिनु भयो भने 2 ले c लाई मल्टिप्लाई गर्छ, त्यो भनेको 2 * c हुन्छ। अब 2 * c भनेको पनि केही न केही कन्स्ट्यान्ट नै हुन्छ नि हैन, यसको भ्यालु केही न केही कन्स्ट्यान्ट भ्यालु नै आउँछ, किनकि 2 भनेको कन्स्ट्यान्ट हो, c भनेको कन्स्ट्यान्ट हो भने यसको भ्यालु कन्स्ट्यान्ट नै आउँछ। त्यसलाई हामीले 2c भनेर लेख्दैनौँ, त्यसलाई हामीले c नै भनेर लेख्छौँ है त। हाम्रो कन्स्ट्यान्ट टर्मलाई यदि नम्बरले मल्टिप्लाई गरिरहेको छ, 2c छ, 3c छ, 4c छ भने यो भनेको c नै हुन्छ। यसलाई यस्तो फर्ममा लेखिराख्नु पर्दैन, सिधै c लेख्ने है त, किनकि यसलाई सल्भ गर्यो भने कन्स्ट्यान्ट नै आउँछ। हामीले त्यही नै गरेको हो। अनि यो गरिसकेपछि हाम्रो आन्सर भनेको चाहिँ यति आयो, यो नै हाम्रो आन्सर हुने भयो। ठीक छ, उसो भए जस्तै अर्को क्वेसन पनि हेरौँ। एउटा यो क्वेसन छ, तपाईहरुलाई भन्छ एक्जाममा सल्भ डिफरेन्शियल इक्वेसन। अब डिफरेन्शियल इक्वेसन सल्भ गर्नको लागि सुरुमा यो भेरिएबल सेपरेसनको फर्ममा छ कि भनेर चेक गर्ने। कसरी चेक गर्ने, यो dy भएपट्टि dy लाई उतापट्टि पठाइदिनु, dx लाई छुट्टै राख्नु। हाम्रो काम भनेको त भेरिएबलहरु सेपरेट गर्नुपर्ने छ, dy हटाइदिन्छौँ, dx लाई छुट्टै राख्छौँ, भन्नाले छुट्टा छुट्टै गरिदिन्छौँ। मैले यो y * dy लाई उता पठाइदिन्छु राइट साइडपट्टि। राइट साइडपट्टि पठाउने बेला के भयो, -y * dy भयो। यति गर्ने बेला के भयो हेर्नु त, dx भएपट्टि x छ, dy भएपट्टि y वाला टर्म छ। भेरिएबलहरु सेपरेट भयो कि नै, भयो। भनेपछि भेरिएबल सेपरेसन फर्ममा गयो। अब के गर्ने हो, इन्टिग्रेसन गर्ने। लेफ्ट साइडपट्टि छुट्टै इन्टिग्रेसन गर्ने, राइट साइडपट्टि छुट्टै इन्टिग्रेसन गर्ने। x को इन्टिग्रेसन हामीले माथि पनि गरिसकेका छौँ, x²/2 हुन्छ। यस्तो स्टेपहरु सबै लेखिराख्नु पर्दैन, x²/2 भयो। अनि यो माइनस बाहिर निकाल्दिने, माइनस बाहिर निकालेर y को मात्र इन्टिग्रेसन गर्नुभयो भने त्यो भनेको y²/2 हुन्छ, त्यही नै लेखेको। अनि हामीले यो -y²/2 लाई अगाडिपट्टि ल्याउँदाखेरि +y²/2 भयो, c यता छदैछ। यहाँ हामीले फेरि 2 लाई एलसीएम लिएर 2 * c भयो, 2 * c भनेको c नै लेख्छौँ है हामीले। यो कुरा चाहिँ याद गर्नु होला। यदि कन्स्ट्यान्ट टर्मलाई कुनै अर्को कन्स्ट्यान्ट टर्मले मल्टिप्लाई गरेको छ भने त्यसलाई c नै लेख्छौँ, तर x * c भएको भए, y * c भएको भए यसलाई जस्ताको त्यस्तै लेख्थ्यौँ, यसलाई c भनेर लेख्दैनौँ, किनकि x र y भनेको भेरिएबलहरु हो। भेरिएबलले कन्स्ट्यान्टलाई मल्टिप्लाई गरेको छ भने आन्सर कन्स्ट्यान्ट आउँदैन है, त्यही भएर हामीले यही फर्मुला लेख्छौँ। हजुर ओके, हजुर हजुर भयो। यो पीडीएफ पठाइदिन्छु, किन टेन्सन गर्नुभएको दाइ। हजुर हजुर, कुनै टेक्निक बताउनु न कसरी चिन्ने हो। त्यही त, सुरुमा तपाईले के गर्नु पर्यो, अहिले हामीले फर्स्ट एक्सरसाइज मात्र गर्दैछौँ, अहिले आत्तिनु पर्दैन। डिफरेन्शियल इक्वेसन हामीले सबै एक्सरसाइज सकाउने बेलासम्म तपाईहरुले दिएको क्वेसन कुन चाहिँ फर्ममा छ त्यो मजाले छुट्याउन सक्नुहुन्छ है त। आज हामीले भेरिएबल सेपरेसन हो भनेर कसरी छुट्याउने रहेछौँ, त्यसको लागि सुरुमा तपाईले dy भएपट्टिको टर्मलाई एक साइडपट्टि पठाइदिने, अर्कोलाई अर्को साइडपट्टि, भन्नाले एउटा लेफ्ट साइडपट्टि छ भने अर्को राइट साइडपट्टि हुनु पर्यो। सुरुमा त्यसरी छुट्याउने। त्यसरी छुट्याइसकेपछि dx भएपट्टि x वाला टर्म छ, dy भएपट्टि y वाला टर्म छ भने त्यो भेरिएबल सेपरेसन फर्म हो है। हामीले अर्को फर्म पढ्ने बेला मैले यो सबै कम्पेयर गरेर भनिदिन्छु, अहिले आत्तिनु पर्दैन, के भएन, भर्खर एक सुरुको एक्सरसाइज त गर्दैछौँ, लास्टसम्म पुग्ने बेला मजाले सबै छुट्याउन सक्नुहुन्छ है त। ओके, अहिलेको लागि अब फेरि एकचोटि हेर्नु, अर्को क्वेसन यो आयो। अब हामीले के भनेका छौँ, हजुर लेख्दै बुझाउँदै गरे पो सजिलो हुन्थ्यो, अझै हल्का गाह्रो भयो कि, हल्का बुझ्नु गाह्रो भयो कि, लेख्दै बुझाउँदै भए सजिलो हुन्थ्यो अझै। हो भोलि अब भोलि गरौँला अब है, आज यतिकै यसमै बुझ्ने कोसिस गर्न त ल हेर्नु है। अब यहाँ पनि के गर्ने भन्दा यो क्वेसन छ सुरुमा हामीसँग, यहाँ के गर्ने, अब dy भएपट्टि y वाला टर्महरु पठाइदिने। यी y भएको यो छ, y² + 1 छ भनेपछि y भएकोलाई dy सँग मल्टिप्लाईमा पठाइदिने, के भयो अनि y² + 1 * dy भयो। त्यसै गरेर यो x भएपट्टि x² + 1 भएपट्टि dx लाई पठाइदिने, त्यसलाई पठाइदियौँ हामीले। अब भेरिएबलहरु सेपरेट भयो कि नै भयो, यो चाहिँ अगाडि पछाडि लेखेको, dx भएको टर्मलाई अगाडि लेखेको, dy भएकोलाई पछाडि लेखेको है त।
यतिकै राख्दा पनि हुन्छ, केही फरक पर्दैन। ओके, यति गर्ने बेला डिएक्स भएपट्टि हेर्नु एक्स वाला टर्म मात्र छ, अनि यता डिवाई भएपट्टि के छ, वाई वाला टर्म मात्र छ। भेरिएबलहरू सेपरेट भएको हो भनेपछि के गर्ने, अब इन्टिग्रेसन गर्ने। हामीले यो लेफ्ट साइडपट्टि पनि इन्टिग्रेसन गर्छौँ, राइट साइडपट्टि पनि इन्टिग्रेसन गर्छौँ। अब इन्टिग्रेसन गर्न चाहिँ आउनु पर्यो। यो अगाडिको एक्स स्क्वायरको छुट्टै इन्टिग्रेसन गर्छौँ, पछाडिको 1 को पनि छुट्टै इन्टिग्रेसन गर्छौँ। एक्स स्क्वायरको इन्टिग्रेसन x³/3 हुन्छ, 1 को इन्टिग्रेसन x को रेस्पेक्टमा x हुन्छ है। त्यसै गरेर वाई स्क्वायरको इन्टिग्रेसन कति हुन्छ, y³/3 हुन्छ, अनि 1 को इन्टिग्रेसन कति हुन्छ, y नै हुन्छ। यो भेरिएबल सेपरेसन फर्म हामीले भोलि सुरुदेखि गर्नेछौँ। फेरि के भएन है, आज मैले जस अलिकति भनिदिएको मात्र, तपाईँहरूले यति सुनेर गर्न सक्नुभयो क्वेसनहरू भने ठिकै छ। पिडिएफ पठाइदिन्छु मैले, यसमा सबै क्वेसनहरू गरेको छ, यहाँबाट हेरेर गर्ने कोसिस गर्नु होला। सल्भ गर्न सक्नुभयो भने ठिक छ, सक्नु भएन भने केही छैन। भोलि हामीले भेरिएबल सेपरेसन फर्म पढ्छौँ सुरुमा, त्यो सँगसँगै होमोजिनियस पनि सल्भ गर्छौँ, दुईवटै पढ्छौँ है त। भोलि चाहिँ लेखेरै पढ्छौँ। ओके, इम्पोर्टेन्ट चाहिँ कुन हो यो 5 वटा मध्ये? हजुर, सबले इम्पोर्टेन्ट चाहिँ कुन हो कि एक्जाममा सधैँ सोधिरहेको? इम्पोर्टेन्ट त अब सबै इम्पोर्टेन्ट नै हुन्छ ब्रदर। होमोजिनियस र लिनियर हैन? होमोजिनियस र लिनियर, होमोजिनियस र लिनियर चाहिँ अलिक बढी छ इम्पोर्टेन्ट है। अब कतिवटा सेटहरू सोध्ने रहेछ। अब सबै सेटमा, एउटा सेटमा भेरिएबल सोधेको छ भने अर्कोमा होमोजिनियस सोधिदिन्छ, अर्कोमा लिनियर सोधिदिन्छ, त्यस्तो छ है। ल अब एउटा अर्को क्वेसन पनि हेर्नु, यो पछि तपाईँहरूले आफै गर्ने कोसिस गर्नु होला क्वेसनहरू। जस्तै हामीले सुरुमा के गर्छौँ, डिएक्स भएको टर्मलाई एक साइडपट्टि लेख्नु, डिवाई भएकोलाई एक साइडपट्टि। भन्नाले एउटा लेफ्ट साइडपट्टि छ भने अर्को राइट साइडपट्टि लेख्ने के। मैले यो डिएक्स भएको यो -y² * डिएक्सलाई उता राइट साइडपट्टि पठाइदिन्छु, अनि y² * डिएक्स भयो। अब के गर्ने, एक्स भएपट्टि अथवा डिएक्स भएपट्टि एक्स वाला टर्म पठाइदिने। यहाँ हेर्नु x² अगाडि छ, यो x² यहाँ हुनुपर्छ त होइन, यसलाई यता पठाउने भनेपछि डिएक्स को डिभाइडमा x² लाई पठाइदिए, अनि के भयो त, dx / x² भयो। त्यसै गरेर यो साइडपट्टि भएको y² लाई यता dy भएपट्टि पठाइदिने, अनि के भयो, dy/y² भयो। यति गर्ने बेला के भयो, dy भएपट्टि y वाला टर्म छ, dx भएपट्टि x वाला टर्म छ। भेरिएबलहरू सेपरेट भयो। भेरिएबल सेपरेट भयो भने अब इन्टिग्रेसन गर्ने। dy/y² छ भने सुरुमा यो डिनोमिनेटरको y² लाई माथि लग्ने बेला y को पावरमा -2 हुन्छ, यहाँ x को पावर 2 लाई माथि लग्ने बेला x को पावर -2 हुन्छ। त्यसपछि पावर रुल लगाएको n+1 डिभाइडमा पनि n+1, n भनेको -2 छ, -2 + 1 डिभाइडमा पनि त्यही गरेको फर्मुला युज गरेको। ल यति गरिसकेपछि हामीले यो x भएको यो टर्मलाई यतापट्टि लग्यौँ है। अनि c भएपट्टि c लाई चाहिँ अहिले x * y ले मल्टिप्लाई गर्नु पर्यो, अनि c * xy भयो। यसलाई चाहिँ हामीले c भनेर लेख्न सक्दैनौँ, यसलाई यस्तै लेख्नुपर्छ। ल कन्स्ट्यान्टलाई भेरिएबलले मल्टिप्लाई गरेको छ भने यही फर्ममा लेख्ने। ओके, अब यो क्वेसन पनि त्यही नै हो, तपाईँहरूले अब प्र्याक्टिस गर्नु होला। सुरुमा dy र dxहरू हटाउने है, एउटै साइडपट्टि नलेख्ने। यो dx लाई मैले राइट साइडपट्टि पठाइदिन्छु, अनि 1 * dx भनेको dx भयो। यो पछि अब dx भएपट्टि x वाला टर्म पठाइदिने है। dx भएपट्टि मैले यो अगाडिपट्टिको 1 + x² लाई उता पठाउने बेला के भयो, dx/1 + x² भयो, अनि dy एक्लै भयो। अब भेरिएबलहरू सेपरेट भएको छ। dy भएपट्टि x वाला टर्म छैन जे होस्, dx भएपट्टि x वाला टर्म मात्र छ। भेरिएबलहरू सेपरेट भयो भने अब यसको पनि इन्टिग्रेसन गर्ने, यसको पनि इन्टिग्रेसन गर्ने, अनि आन्सर निकालेर तपाईँहरूले सल्भ गर्नु होला। यो मेथडबाट प्र्याक्टिस गर्नु। आज एक्सर्साइज 15.2 गर्न सक्नुभयो भने पनि ठिक छ, सक्नु भएन भने पनि ठिक छ। भोलि हामीले भेरिएबल सेपरेसनलाई चाहिँ सुरुमै लेखेरै यसको क्वेसनहरू सल्भ गर्नेछौँ है त। ओके, प्र्याक्टिस गर्नु होला है त। ल भोलि चाहिँ भेरिएबल सेपरेसन र होमोजिनियस गरौँ है त। ल गाइस, मैले पिडिएफ पठाइदिन्छु, यसमा सबै एक्सर्साइजको सोल्युसन छ, त्यहाँबाट हेरेर पढ्नु। ल ह्यान्डेज भएको रहेछ। ल बाई बाई है त। उसो भए बाँकी वाला क्वेसन हजुर, त्यो इन्टिग्रेसन वाला गयो दाइ, जस्तो गयो। ला भोलि ल भोलि चाहिँ फिक्स, भोलि सुरुमै गरौँ। ला अलि 40 देखि म तपाईँहरूलाई भन्छु अलि 5 मिनट अगाडि गर्ने कि भनेर। ल है त, बाई बाई।